आजको यो टक सोमा हामीले एकजना विराटनगरका एकजना सामाजिक अभियन्ता देवकुमार तामाङज्यूलाई चाहिँ हामीले यस कार्यक्रममा अनियर गरेका छौँ। अनि उहाँ चाहिँ धेरै अगाडिदेखि सोसल वर्क सोसल एक्टिभिटिस्टको रूपमा काम गरिराख्नु भएको छ। अनि उहाँ चाहिँ ड्रग रिकभरीमा गुज्रिसकेको मान्छे पनि हुनुहुन्छ। अनि लागु औषध दुर्व्यसनको क्षेत्रमा धेरै 20औं वर्षदेखि चाहिँ आफू इन्भल्भ भएर सोसाइटीमा चाहिँ समाजमा चाहिँ धेरै समाजलाई चाहिँ अगाडि ठेल्ने युवाहरूलाई चाहिँ सुधारेर चाहिँ घर व्यवहार नबिग्रिन दिनको लागि धेरै टेवा पुर्याउनु भएको व्यक्तित्वलाई आज हामीले सोमा इन्ट्रोड्युस गरिरहेछौँ। दाइ, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार, म देवकुमार तामाङ। दाइ, अलिकति आफ्नो थोरै आफ्नो इन्ट्रोडक्सन गरिदिनु। कस्तो थियो, के हो तपाईँको परिवार, कस्तो के परिवार, कुन ठाउँमा हुर्किनु भयो, विराटनगर कस्तो छ समाज, अलिकति थोरै आफ्नो इन्ट्रोडक्सन गरिदिनु। परिवार त मेरो खासै त्यस्तो हुने खाने घरको चाहिँ होइन। जो हाम्रो सानो एउटा व्यापार थियो, त्यही व्यापारबाटै हामी 8जनाको परिवार पालिन्थ्यौँ। मेरो बाल्यकाल चाहिँ खास कस्तो थियो भनेदेखि अब सामान्य घर परिवारमा हुर्केको छोरा म होइन। अब सामान्य नै थियो, तर कस्तो खालको थियो भनेदेखि इच्छा चाहनाहरू चाहिँ अलिकति हाई थियो क्या। जसको कारणले गर्दाखेरि मेरो सङ्गत सर्कल पनि त्यही हिसाबको भयो। र अर्को कुरा के भन्दाखेरि त्यो बच्चामा क्या अब घरदेखि बाहिर जाँदा टोलमा चोकमा त्यो दाईहरूको जुन किसिमको जमघट देख्थेँ होइन, त्यो चाहिँ मलाई एकदम एट्र्याक्टिभ लाग्थ्यो क्या। मजा लाग्थ्यो क्या उनीहरूको त्यो खुवाई, कुल लाग्ने क्या। अब त्यो सिगरेटहरू तनाई होइन, त्यो एकदम हेरिराख्ने होइन। आफूलाई पनि त्यो क्या अब खान्छु एकचोटि ट्राई गरौँ भन्ने चाहिँ थियो क्या मेरो बच्चैदेखि। भन्नाले आफ्नो इच्छा भन्दा नि इन्फ्लुएन्स भनेको अब दाइहरूलाई देख्दाखेरि अलिकति कुल लाग्ने एकदम मजा लाग्ने, यो चाहिँ मान्छे हो है, यो चाहिँ कुल हो, यो चाहिँ कुल हो, यो चाहिँ खतरै हो, यो टाइपको चाहिँ म हुन्छु, अथवा यही चाहिँ मैले गर्नुपर्छ एप्लाई भन्ने टाइपको चाहिँ हुन्थ्यो क्या मलाई चाहिँ। अनि जस्तै अब रिहेबिलिटेसनमा काम गरिराख्नु भएको छ, अनि भन्नाले अब सब्सटेन्सियल ड्रग चाहिँ युज गर्नुभयो तपाईँले, सब्सटेन्स युज गर्नुभयो। अनि त्यसरी युज गर्दै जाँदाखेरि तपाईँको स्टार्टिङ इनिसियल फेज हुन्छ नि, अब सुरुवाती चरणमा यो चिज चाहिँ यस्तो खान्छु, जस्तै अब मेरो घर झापा होइन, सुपारी एकदम फल्ने क्या हाम्रोतिर। अनि अब सुपारीबाट सुरु गरिन्छ नि त खानालाई, सुपारी खाने, सुपारीबाट अब लाइक मधु पाउँथ्यो त्यतिखेर, भोलासोला रजनीगन्धा त रिसेन्ट हो, त्यतिखेर मधु पाउँथ्यो, मधु खाइन्थ्यो होइन। त्यसरी नै अब तपाईँको जिन्दगीमा चाहिँ सुपारी खाएर हाम्रो फेज सुरु भएको थियो, मेरो चाहिँ झापा घर भएको कारणले। त्यसरी नै अब तपाईँले स्टार्ट गर्दाखेरि चाहिँ अब केबाट स्टार्ट गर्नुभयो क्या, त्यो साइकल एउटा पुरा हुनु पऱ्यो नि त खाना जानको लागि, स्टार्ट गर्नको लागि। त्यस्तै केबाट चाहिँ सुरु गर्नुभएको थियो त? मैले चाहिँ सुरुवात चाहिँ मैले फ्यान्सी डिलबाट गरेँ होइन, डाइरेक्ट। त्यो चाहिँ कसरी भयो भन्दाखेरि हाम्रो टोलमा चाहिँ प्रायः सबैजना खाने नै थियो। अनि यतिखेर चाहिँ विराटनगरमै पाइन्थ्यो। अनि त्यो चाहिँ कस्तो थियो भन्दाखेरि त्यो पसलमा चाहिँ दाईहरूको उधारो चल्थ्यो क्या। अनि उहाँहरूले चाहिँ एउटा कागजमा फल्ना पत्रबाग भाइलाई चाहिँ यो सामान दिएर पठाइदिनु भनेर पैसा दिएर पठाउनु हुन्थ्यो। त्यसरी नै लिन जाने ल्याइदिने गर्दा गर्दै एउटै सब्सटेन्समा मात्रै सीमित हुनुभयो कि सब्सटेन्स पनि अब हुन्छ नि प्रोग्रेसिभ तरिकाले लान्छ नि त। जस्तै चुरोट मधुबाट खाने मान्छे सुरुमा चुरोट खायो, चुरोटबाट त्यस पछाडि जोइन खाइदिउँ, गाँजा खाइदिउँ भन्ने हुन्छ, गाँजा खायो, अनि गाँजाबाट अलिकति बढेर जान्छ, क्याटेगोरी बढाउँदै जान्छ नि त मान्छेले त। अनि तपाईँको चाहिँ एउटैमा लिमिट भएर त्यसैमा चाहिँ वर्स्ट भएर जानुभयो कि त्योबाट पनि बढेर जानु? मेरो त बढेरै गयो नै गएँ। स्टार्टिङ फ्यान्सी डिलबाट भयो, अनि त्यस पछाडिबाट अब गाँजा गोटी त नर्मल भइहाल्यो होइन। अब त्यो पनि म युजै गर्थेँ। र अर्को कुरा के भन्दाखेरि पछिल्लो समयमा चाहिँ त्यो लामो समयसम्म फ्यान्सी डिल प्रयोग गर्दै गइसके पछाडि चाहिँ त्यो चिजले चाहिँ मलाई जुन स्टार्टिङमा जुन हान्थ्यो नि हाई, त्यो हान्न चाहिँ बन्द भयो क्या। अनि अर्को कुरा के पनि भयो भन्दाखेरि अब त्यसको 81 अचानक भाउ पनि बढेर गयो होइन। अनि त्यो अब अलिकति आफूलाई फाइनेन्सियली एफोर्ड गर्न पनि गाह्रो भयो होइन। अनि अब एकजना साथीले चाहिँ मलाई के सजेस्ट गर्यो भन्दाखेरि चाहिँ यो इन्जेक्सन हो, यो हान्दाखेरि चाहिँ सेम चार्ज हो, सेम ट्रिप हो, ओभर हान्छ, ओभर मजा आउँछ, यसले चाहिँ गुडै गराउँछ, जति उल्टी भयो जति बमिट भयो त्यति हान्छ भन्ने चाहिँ उसले मलाई त्यो दियो म्यासेज होइन। अनि एउटा आउट अफ बक्स क्वेसन सोधेँ होइन, त्यतिखेरको तपाईँको साथी सङ्गतहरू चाहिँ कहाँ छन् अहिले? तपाईँको कन्डिसनमा छन् त्यतिखेरको तपाईँको एडिक्सन गर्ने साथीहरू हुन्छ नि? अब म पनि एउटा वर्स्टै विद्यार्थी हो स्कुल टाइममा, अब स्कुलै नजाने, बङ्क हानिदिने, चुरोट खाएर रुखमा बस्ने होइन।
फटा भनिएको मान्छे हो म पनि एउटा स्कुल टाइममा है। अब यो लेभलमा म ब्याचलर डिग्री गरिसकेर अब लयर बनिसकेको मान्छे हो म पनि होइन। अनि अब अहिले यो प्रोग्राम पनि चलाइरहेको छु होइन। जसरी तपाईँ अब रिहेबिलिटेसन सेन्टर चलाउनु भएको छ, जुन साथीहरू थिए तपाईँसँग त्यो ट्र्याकमा सँगै जाने साथी नै हुन्छ नि त। कुलोत भन्ने चिज त आफै खाने होइन, कसैले घरमा ल्याएर कसैले दिँदैन, साथीसँगैबाटै सुरु हुने हो। अनि त्यतिखेरका साथीहरू कहाँ छन् तपाईँका भनेर चाहिँ एउटा क्युरियोसिटी मेरो दिमागमा आफै आयो क्या त्यो। त्यो चाहिँ अब आदिउदी चाहिँ मरेरै गए होइन। अब आदिउदी छ, त्यो आदिउदीमा पनि आदिउदीले चाहिँ अब ड्रगै युज गरिरहेको छ। आदि चाहिँ रिकभर भएर तपाईँले राम्रो भएर बसिरहेको छ। तपाईँले जुन रिहेबिलिटेसन सेन्टर चलाउनु भएको छ, आफ्नै साथीले कहिले ट्रिट गर्नुभयो कि भएन? गरेँ, आफ्नै साथीको उपचार गर्नुभयो कि भएन? गरेँ। अनि कम्पेरिटिभली हेर्ने भने तपाईँ रिकभरी भएको 22 वर्ष भयो भन्नुभयो तपाईँले होइन। 22 वर्षदेखि रनिङ, 22 रनिङ, स्टिल रनिङ, रिकभरी भनिन्छ नि त। अर्को मैले नबुझेको कुरा है, मान्छेहरूलाई सुधार केन्द्र हालो भने सुध्रिहाल्छ मान्छे भन्ने एउटा मिसकन्सेप्सन छ नि त होइन। तर के भने सुधार केन्द्रबाट निक्लेको मान्छेलाई रिकभर्डमा चाहिँ किन निकाल्न सकिँदैन? एउटा इरिलेभेन्टै जस्तो क्वेसन भनौँ न। रिकभरी चाहिँ किन भनिन्छ त? एउटा यो टर्मिनोलोजी मलाई बुझाइदिनु न अलिकति। यसमा चाहिँ यस्तो छ क्या, रिकभरी चाहिँ किन भनिन्छ भन्दाखेरि अब पुरानो चिजलाई छोडेर हजुर मान्छे चाहिँ सेम हो, मान्छे त्यही नै। जस्तो हामी एउटा पुरानो घरलाई इनोभेट गराउँदाखेरि होइन, त्यसको फुटेको चिजहरूलाई मर्मत गर्छौँ, प्लास्टर गर्छौँ अथवा रङ लगाउँछौँ। यो एउटा अर्गनाइजेसनको लाइफ पनि सेम यस्तै हुन्छ क्या। पुरानो चिजलाई रिनोभेट मात्र गरेको मान्छे सेम त्यही हुन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि पनि रिकभरी भनिन्छ एक। र अर्को कुरा, पुरानो चिजलाई छोडेर उसले नयाँ चिजलाई पनि एप्लाई गर्छ क्या। जस्तो हिजो उसले खान्थ्यो भने आज उसले खाँदैन होइन। ओके, त्यस्तो खालको अप्रोच उनीहरूले राख्छन्। भनेको घर त मर्मत गरियो, भुइँचालो आयो भने भत्किँदैन भन्न सकिँदैन, भत्किन पनि सक्छ, तर घरलाई चाहिँ मजबुतै बनाएर घरलाई चाहिँ मजबुतै बनाएर। अनि यो तपाईँ रिकभरी भएर काम गर्दै जाँदाखेरि तपाईँले जिन्दगीमा सबैभन्दादेखिको लोएस्ट फेज हुन्छ नि एउटा रिकभरीमा लागेको मान्छेलाई, यो चाहिँ नभएको भए हुन्थ्यो, यो चाहिँ मैले गरेँ गल्ती, रियलाइजेसन गर्दाखेरि चाहिँ आफूलाई जब रिग्रेट हुन्छ, घर परिवार होइन, आफन्त नातागोता साथीभाइ छरछिमेकी अनि तपाईँको हुन्छ नि जुन सर्कलबाट अब चाहिँ म टाढिएँ है, अब चाहिँ मलाई मान्छे कसैले भन्दैनन्, अब योभन्दा बेटर सुसाइडल थट्स पनि आउन सक्छन् त कोही बेला। यो यस्तो भएर बाँच्नुभन्दा त बरु मरिदिन्छु भन्ने पनि आउँछ मान्छेलाई, कतिजनालाई खाँदाखेरि हो। अनि त्यस्तो आउने मान्छेहरूको हामीले त अब भोगेको त छैन, तर मेरो पनि साथीहरू छन्, कोही सुसाइड एटेम्प्ट गरेको साथीहरू छन् होइन। त्यो फोरेड भन्ने एउटा पाउँथ्यो क्या बिस्तारै, त्यो खाइदिने। अनि अब केही नपाउनेले मुसाको दबाई भए पनि खाइदिने होइन, मुसा मार्न राखेको दबाई, त्यस्तो कन्डिसनमा पनि पुगे हुन्छन् मान्छे। त्यस्तो चियर चाहिँ तपाईँको जीवनमा कहिले आयो कि आएन दाइ? आयो, त्यो मलाई मेरो बुवा चाहिँ एक्सपायर भइसके पछाडि चाहिँ अब कस्तो नि, बुवा हुन्जेलसम्म चाहिँ हुन त वास्तवमा भन्नुपर्दाखेरि चाहिँ आमाको माया चाहिँ देखिन्छ, बाउको माया चाहिँ देखिँदैन रहेछ क्या। अनि त्यो चाहिँ मलाई पछि आएर रियलाइज भयो होइन। जब मेरो बाउको डेथ भइसकेपछि मलाई त्यो कुरा रियलाइज भयो। त्योभन्दा अगाडि मलाई त्यो हुनै सकेन। बाउ एक्सपायर भइसके पछाडि चाहिँ मलाई त्यो खालको अचाइ आयो। किन आयो भन्दाखेरि मलाई सानो सानो कुराहरूमा पनि प्रहरी प्रशासनले समातेर लगिदिने, हप्ता दिन राखिदिने, बन्द गरिदिने होइन। अनि त्यो एक किसिमको मलाई फिल हुन्थ्यो क्या। बाउ हुँदा त म यसरी बस्नु पर्दैन थियो होइन। अनि त्यो बेलामा चाहिँ अनि फाइनेन्सियली क्राइसिसहरू पनि हेभी भयो क्या मलाई। जस्तो ड्रग युज गर्नको लागि अब चोर्नुपर्ने, ढाँट्नुपर्ने, ठग्नुपर्ने, उठ्नुपर्ने होइन, अरूको मार खानुपर्ने। त्यो हुन्छ नि त, कसैको सामान उठाउँदा झ्याप्पै समातेर धानिहाल्छ नि त होइन र। अनि त्यो खालको पनि भयो। अनि त्यो हुँदाखेरि चाहिँ मलाई त्यो खालको मेन्टालिटी पनि आयो र मैले त्यो प्र्याक्टिकली एप्लाई पनि गरेँ। फेरि प्र्याक्टिकली भन्नाले कसरी एप्लाई गर्नु? जस्तो यो मुसा मार्ने मेडिसिन खानामा खाइदिएँ। तर त म चाहिँ अब जङ्की एडिक्ट भएको कारणले गर्दाखेरि मैले त्योभन्दा हार्ड केमिकल पचाइसकेको कारणले गर्दाखेरि होला सायद मलाई त्यो पोइजनले पनि खासै काम गरेन क्या। खालि भमिट मात्र भयो होइन। हस्पिटल आएर भर्ना भएँ, बाँचेँ। त्यसपछि पनि मैले अब यसरी हुँदैन रहेछ, त्यो ओभरै क्राइसिस भयो क्या। अब बाउ
खसिसके पछाडि चाहिँ त्यसपछि चाहिँ मैले सुसाइड गर्छु नै भनेर म झुन्डिँदा चाहिँ मेरो अब लकिली अब मैले केही गर्नुपर्ने रहेछ क्या हायर पावरको चाहिँ अब अरू नै केही रहेछ जसको कारणले गर्दाखेरि म बाँचेँ। नरिवलको डोरी थियो त्यो डोरी लिएर गएर घाँटीमा पनि बाँधेँ माथि पनि झुन्डिँदाखेरि चाहिँ डोरी चाहिँ अक्केको अरू क्या छुट्यो भने डोरी चुट्यो जसको कारणले गर्दाखेरि म बाँचेँ होइन। महिनौँ दिनसम्म यो घाँटीमा चाहिँ पुरा निलो डामै थियो क्या। अब त्यो बाहिर हिँड्नु पनि गाह्रो लाजा मर्दो पनि भयो तर पनि अब एक्टिभ एडिक्सनमा भएको कारणले गर्दाखेरि चाहिँ घाँटीमा अब रुमाल सुमाल बाँधेर पनि हिँड्थेँ म हिँड्नु चाहिँ त्यो फेज पनि आयो मलाई। मैले त्यो प्र्याक्टिकल्ली एप्लाई पनि गरेँ मेरो लाइफमा। ओके 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 अनि हजुरको ड्याड चाहिँ तपाईँ लगभग कति वर्षको हुँदा बित्नुभएको अनि तपाईँ त्यतिखेर ड्याड बित्दाखेरि चाहिँ कस्तो हुन्छ नि एउटा बिग्रेको छोराको रूपमा हुनुहुन्थ्यो कि कस्तो हुनुहुन्थ्यो तपाईँ ड्याड बित्दाखेरि लगभग कति उमेरमा हुनुहुन्थ्यो तपाईँ अनि कति उमेरमा ड्याड बितेपछि चाहिँ रियलाइजेसन भयो होइन घर परिवारको लागि पनि मै रहेछु भन्ने खालको हुन्छ नि एउटा बाउ खस्दाखेरि त म 27 वर्षको थिएँ। कति वर्ष 27 ओके 27 वर्षको थिएँ। अनि भनेपछि एउटा अलिकति इलिभेन्ट 27 वर्ष हुन्जेलसम्म तपाईँ एकदम फटै हुनुहुन्थ्यो। क्रोनिक फेजमा थियो म त्यतिखेर मलाई नभई नहुने र खानाको लागि म जे पनि गरिदिन्थेँ क्या। इभन मैले यतिसम्म गरेको छु कि मेरो बाउ हस्पिटलमा हुँदा म ड्रग युज गरिरहेको थिएँ क्या। ड्रगको हन्टिङमै थिएँ क्या होइन। घरमा अब हामी जातको आमाङ हाम्रो समुदायमा चाहिँ के हुन्छ भन्दाखेरि मरेको दिनदेखि अन्तिम उसम्मै हाम्रो चाहिँ 24 आवर्स आमालाई बोलाएर लामा पढाउँछौँ होइन। अनि त्यो लामाले चाहिँ अब घरिघरि छोरा कहाँ छ भन्दाखेरि छैन क्या। छोरा चाहिँ ड्रगकै हन्टिङमा छ क्या। अब ड्रगै खाँदैछ क्या। अब भन्नाले ड्रग भन्नाले लागु औषधि लिनुभयो अरू पनि खानुभयो तपाईँले पदार्थ र औषधमा फरक त छ भन्नु। अनि पदार्थ भनेको गाँजा भयो अफिम भयो जुन आफै उब्जिने भइहाल्यो अनि औषध भनेको चाहिँ ड्रग्स जुन भनिन्छ औषधि अनि औषधि खाने त्यो एब्युज गर्ने तरिकालाई चाहिँ लागु औषध दुर्व्यसन भन्ने है। एउटा लागु पदार्थ भयो एउटा औषध तपाईँ दुइटैमा हुनुहुन्थ्यो। दुइटैमा थिएँ भनेको सबैभन्दा प्राइमेरीली एक्सट्रिमली खाने चाहिँ कुन चाहिँ चिज खानुहुन्थ्यो तपाईँले एक्सट्रिमली खानुभन्दा पनि पछिल्लो समय चाहिँ मैले फेन्सिडिल छोडेपछि चाहिँ हजुर मैले सुई नै हाने। सिरिन्जमा भएको के चाहिँ चिज हुन्छ सिरिन्जमा नर्फिन डाइजिपम एभेल नै प्रयोग गरेँ मैले मिक्स गरेर अनि त्यो युज गर्दाखेरि अब प्र्याक्टिकल त छैन तर मुभी सुभीमा देखायो हामीले पनि होइन हान्दाखेरि यहाँ हान्छन् अरे अनि त्यो भेनै हराउँछ अरे भन्छ नि हराउँछ अनि हान्ने ठाउँ हुँदैन हराउँछ भन्दा पनि त्यो भेन चाहिँ कस्तो हुँदो रहेछ त्यो प्रयोग गर्दै जाँदाखेरि चाहिँ ड्यामेज हुँदो रहेछ क्या। ओके भेन चाहिँ हुन्छ तर त्यो युज हुँदैन घोस्न लायक हुँदैन युजलेस हुन्छ जसको कारणले गर्दाखेरि पछिल्लो समयमा यदि त्यो मान्छे त्यो व्यक्ति बिमारी भयो भने त्यो भेनै नभेटेको कारणले मर्नेहरू पनि छ क्या। फेरि मैले पनि सुनेको छु उपचारै गर्न पाएन किन भन्दाखेरि उसको भेनै भेटिएन अनि भेन नभेटेपछि त मान्छे त मर्छ। अनि कस्तो भने लाइक अब यो सिरिन्जबाट लिनेहरूको चाहिँ अब अलिकति के भने एसटिडिएसहरू हुन्छ नि एसटिडिएसहरू लाग्ने अनि तपाईँले इन्काउन्टर गर्नुभएको कस्तो कुनै त्यस्तो इन्सिडेन्टहरू छ कोही साथीहरू एसटिडिएस लागेको त्यस्तो एचआइभी इन्फेक्सन भएको साथीभाइहरू पनि छ हेपाटाइटिस भएको साथीहरू पनि छ हेपाटाइटिस बी भएको साथीहरू पनि छ। हेपाटाइटिस त नर्मलै हुन्छ होला भन्ने म जहाँसम्म सुनेको मेरो इन्फर्मेसनको हिसाबमा नर्मल त मलाई लाग्छ जहाँसम्म मेरो बुझाइले चाहिँ कस्तो हो भनेदेखि कुनै पनि चिजलाई चाहिँ यदि हामीले अलिकति सिरियसली गहन हिसाबमा लियौँ भनेदेखि त्यो गाह्रै हुन्छ होइन भने प्रायः त सबै नर्मलै हुन्छ किनभने मान्छेको मेन्टालिटीमा कसरी लिने त्यसलाई जस्तो 2044-45 सालमा चाहिँ रेडियो नेपालले एचआइभी एड्स चाहिँ खतरनाक रोग हो भयानक हो भयावह छ यो चाहिँ ट्रान्समिसन फास्ट हुन्छ छिटो हुन्छ भन्ने जुन एउटा म्यासेज दियो त्यो चाहिँ मान्छेको मनस्थितिमा मेन्टालिटीमा अहिले पनि यथावतै घर बनाएर बसेको छ क्या। जसको कारणले गर्दाखेरि चाहिँ एउटा एचआइभी सङ्क्रमितलाई हेर्ने नजर चाहिँ भिजन चाहिँ अहिले पनि प्राय मान्छेमा त्यही नै छ क्या। जबकि नेपाल सरकारले गभर्मेन्टले फ्रीमा औषधि बाँडिरहेको छ त्यसरी नेगेटिभली चाहिँ लिनु भएन र ऊ पनि मान्छे नै हो भन्ने ऊ पनि मान्छे नै हो र यसको पनि उपचार छ है भन्ने
भन्ने हिसाबले हामीले लिनु पऱ्यो। लिनु पऱ्यो। त्यो लिँदाखेरि चाहिँ सहज पनि हुन्छ, सरल पनि हुन्छ, त्यो हार्ड पनि भएन, ट्रान्समिसनै भयो भने पनि त्यसको उपचार छ क्या। अब कुनै बेला चाहिँ जानेर होइन अन्जानमा पनि हुन्छ नि त। हुन्छ। अनि अर्को के भने दाइ, तपाईँलाई जिन्दगीमा लागु औषधतर्फ धकेल्ने एउटा कारक तत्त्व हुन्छ नि। कोही मान्छे चाहिँ अब दुःख पर्दाखेरि हुन्छ नि, आज बुढीसँग झगडा पऱ्यो, 1 बोतल रक्सी खाएर जान्छु, गएर सुत्दिन्छु होइन। आज अब हाम्रो जेनेरेसनको कुरा गरौँ होइन, गर्लफ्रेन्ड अब अर्कै केटासँग हिँड्दै थियो, देखेँ मैले, कोहीबाट खबर सुने, खाइदिन्छु होइन। अब बाउले गाली गऱ्यो, हानिदिन्छु भन्छ नि। अब त्यस्तो छ हाम्रो जेनेरेसन, मेरो जेनेरेसनको कुरा गर्दाखेरि। तपाईँलाई चाहिँ त्यो लागु औषध दुर्व्यसनतर्फ धकेल्ने एउटा कारक तत्त्व चाहिँ के हो? मलाई चाहिँ कस्तो लाग्छ भने मेरो एनालाइसिसले चाहिँ म चाहिँ बच्चैदेखि कस्तो थिएँ भन्दाखेरि घरमा कोही पर पाहुना आउँदाखेरि पनि डाइरेक्ट फेस गर्न नसक्ने, बोल्दाखेरि पनि टाउको निहुराएर बोल्ने। मलाई अहिले पनि नयाँ मान्छेसँग बोल्नु पऱ्यो भने अप्ठ्यारो लाग्छ क्या, अड लाग्छ अहिले पनि स्टिल राइट नाउ। मलाई त्यो त प्रब्लमै छ, इन्ट्रोभर्ट हुनुहुन्छ एकदमै। अनि त्यस पछाडिबाट कस्तो क्लासमा बस्दाखेरि पनि लास्ट बेन्चमा बस्ने, त्यो कतै सरले देखिहाल्छ कि भनेर त्यसले चाहिँ कस्तो नि भित्रैदेखि त्यो आत्मबल नहुने क्या, एकदमै लो डाउन। र अनि आफूलाई मनपर्ने मान्छेहरू भनेको चाहिँ अब यही सिगरेट खाने, चोकमा हो हल्ला गर्ने, झैँझगडा गर्ने मान्छेहरूप्रति चाहिँ म ज्यादा एट्र्याक्टिभ थिएँ। र यो मेरो सेल्फ स्टिम बुस्ट गराउनको लागि पनि मैले ड्रग युज गरेको हो क्या, आफ्नो कन्फिडेन्स कम गर्नको लागि। किन भन्दा मैले कुनै कुरा भन्नको लागि पनि मलाई त्यो 10 पटक मेन्टालिटी प्रिपेयर हुनुपर्ने होइन, विचार गर्नुपर्ने। त्यो भएको कारणले गर्दाखेरि चाहिँ सेल्फ स्टिम बुस्टको लागि पनि मैले त्यो चाहिँ प्रयोग गरेँ। आफू अलिक कन्फिडेन्स छुइनँ म, मान्छेलाई फेस गर्न गाह्रो कारणले गर्दा पनि तपाईँले चाहिँ गरेँ मैले। ठिक छ। भनेपछि इन्ट्रोभर्ट मान्छेहरू चाहिँ दुर्व्यसनमा जाने अलिकति बेसी सम्भावना हुन्छ, बेसी एकदम कम्पेरिटिभली। अनि अब कस्तो भने एडिक्टहरूको चाहिँ एडिक्ट नभनौँ, रिकभरी भनौँ, एडिक्टै भनौँ न, एडिक्टै हो र। रिकभरी हुनुभन्दा अगाडि त मान्छे एडिक्टै हुन्छ। अब एडिक्ट हुँदाखेरि कुनै मान्छे यदि एडिक्सनको फेजमा छ भने उसले चाहिँ कहाँसम्म गिर्न सक्छ क्या, अब त लोएस्ट हुन्छ नि। अब त्यो एउटा आफूलाई पनि अब रिकभरी भइसकेपछि सोच्दा घिन लाग्ने, तर यो चिज खानकै लागि अब सिकानो भन्छन् उनीहरू, टर्म हुन्छ नि त उनीहरूको त, सिकानो होइन। पुलिसले अब कप्स त्यस्तै हुन्छ नि त, टर्मिनोलोजीहरू युज गर्छन्। अनि एडिक्सनमा भएको मान्छेले चाहिँ त्यो चिजमा एक्सेस पाउनको लागि, त्यो चिज लिनको लागि, त्यो खानको लागि गर्न सक्ने लोएस्ट काम के हो? अनि तपाईँले के गर्नुभएको छ त्यस्तो कामहरू? इन्सिडेन्ट कथै जस्तो सुनाइदिनु एउटा मजाको कि। अब जस्तै मैले हजारौँ गरेँ होइन, तर एउटा चाहिँ कस्तो छ भनेदेखि त्यो बाटोमा हिँडिरहेको अथवा बाटोमा हिँड्दै जाँदाखेरि बाइक साइक राखेको छ र त्यसको हेलमेट छ, लुकिङ ग्लास छ भने त्यो चाहिँ उठाइहाल्ने क्या। अनि एकचोटि चाहिँ कस्तो भयो भनेदेखि म अगाडि खैनी मोल्दै हिँडिरहेको थिएँ, राति 10 बजेको थियो। म पछाडि एकजना दाइ हुनुहुन्थ्यो क्या, उहाँ र म चाहिँ उता गएर खाएरै आएको थियौँ, 10 बजिसकेको थियो। अन्त म चाहिँ अगाडि चाहिँ उहाँ चाहिँ पछाडि हुनुहुन्थ्यो, म चाहिँ निकै अगाडि उयो छु क्या। अनि यसो पछाडि फर्केर हेरेको दाइ छैन। अनि फेरि फर्किँदै गर्दाखेरि टक्क त्यो बाइक धनी बाइककै साइडमा उभिएर हेरिरहेछ होइन। दाइ चाहिँ त्यो लुकिङ ग्लास पुरा घुमाउँदै हुन्छ क्या अब होइन, धनीले हेरिरहेछ होइन, तर ऊ त्यो दाइ चाहिँ एकरो भयो त्यसलाई घुमाइरहेछ क्या। भनेको त्यस्तो एक्टिभिटीहरू गरियो त्यो पनि फेरि आफ्नै एरियामा, आफ्नै ठाउँमा। अनि त्यो आफ्नै ठाउँ भएको कारणले गर्दाखेरि त्यो मान्छेले जो बाइकको धनी त उसले पनि हामीलाई केही भनेन क्या, सम्झाएर आइन्दादेखि नगर्नु तपाईँहरूले यो राम्रो हुँदैन भनेर पठायो। अनि यो घरलाई चाहिँ असर पर्ने काम के घरलाई त अब स्टार्टिङ सुरुवात नै घरबाटै भएको, चोर्ने पनि घरबाटै सुरु भयो। घरको भनौँ न अब यस्तो अवस्था थियो कि एउटा मतलब यस्तो एउटा समय आयो जुन समयमा चाहिँ म घरभित्र जाँदा घरभित्रको भाँडाकुँडा आफै हराउँथ्यो क्या, लुक्थ्यो क्या डरले, यसले मलाई उठाएर लान्छ कि भनेर। केही नै नछोडेको मान्छे हो क्या, यति मतलब ड्रग सेवन गर्नको लागि होइन। मैले मेरो आमाको 62 पिस साडी पनि लगेर बेचिदिएको छु क्या। साडी बेचिदिनु? 62 पिस गनेर लगेर 62 पिस 500 रुपियाँ कोठाले साडी नै बेचिदिएको। इभन यतिसम्म भयो कि बाउ डेथ भयो र बाउको त्यो उसमा चाहिँ राखेको मेडिसिन हुन्छ नि जुन फिर्ता गर्नुपर्ने हुन्छ अथवा के हुन्छ नि, त्यो फिर्ता गरेको पैसाले ड्रग युज पनि गरेको छु क्या मैले। त्यो सँगसँगै अर्को एउटा इन्सिडेन्ट चाहिँ के छ भन्दाखेरि मेरो दाइ, हाम्रो घरछेउमा ठुलो पोखरी थियो, दाइ चाहिँ पोखरीमा नुहाउनको लागि भनेर जानुभएछ।
जाँदाखेरि अब के भयो दाइ पानीमा डुब्नुभयो त्यसको जस्ट अलिकति 1.5 किलोमिटर परपट्टि म ड्रग युज गरिरहेको थिएँ क्या। हजुर त्यो सारा मान्छेले भन्दैछ होइन त्यहाँनिर मान्छे डुब्यो भनेर, तर मलाई त बाल थिएन, म बसेर तानिरहेको थिएँ क्या। बाढीमा जाए सब त पछि गएर दाइलाई हस्पिटल लगिसके पछाडि आफ्नै दाइ आफ्नै दाइ हो र भने अनि मेरो एकजना भाइले आएर दाइलाई त हस्पिटल लगेछ भनेर। त्यस्तो हुँदासम्म त्यसपछि पनि म सक भएँ क्या, अरे म यहीँ थिएँ, यही हुँदाखेरि पनि मलाई कस्तो मैले केही गर्नु सकिनँ क्या। त्यो मेरो त्यसको पनि मलाई रिग्रेट छ क्या फेरि त्यो कुराको। म त्यहीँ थिएँ नि त, म उठेर जान सक्थेँ, म हेर्न सक्थेँ को हो भनेर, मैले त्यो पनि गरिनँ क्या। म यतिसम्म भइसकेको थिएँ कि म त्यो खानको लागि सेवन गर्नको लागि म सबै चिज त्याग्न पनि रेडी थिएँ क्या, तयार। अब म छोड्छु भन्ने चाहिँ तपाईँलाई जिन्दगीको कुन समयमा आएर चाहिँ तपाईँलाई अब चाहिँ मैले गरेँ भने म मर्छु, म सक्दिनँ, यो चाहिँ अब मेरो जिन्दगीलाई नै नाश गर्ने चिज रहेछ भनेर जस्तो रियलाइजेसन हुन्छ नि एउटा छोड्नलाई अब आफूले प्रयत्न गरेको चिजहरू? त्यो चाहिँ मैले एकचोटि घरकै त्यतिखेर चाहिँ बुवा पनि हुनुहुन्थ्यो, बुवाले नै मलाई के सजेस्ट गर्नुभयो भन्दाखेरि अब मेरो अलिकति म थाना चौकी पनि सानो सानो कुराहरू पनि मलाई समातेर हान्थ्यो क्या, मेरो हरकतै त्यो खालको थियो। अनि त्यो देखेर चाहिँ बुवा हुँदाखेरि नै बुवाले चाहिँ अब यसरी हुँदैन त, यहाँदेखि बाहिर गएर बस भनेर मलाई पाहाडतिर पठाइदिनु भएको थियो, धनकुटा होइन। त्यहाँ पनि गएर बसेँ म अलिक दिन, मैले सकिनँ, फेरि फर्केर आएँ। तर पछि चाहिँ बाउ खसिसके पछाडि चाहिँ मैले अघि नै पनि भनिहालेँ होइन, मलाई सानो सानो कुरामा पनि समातेर लाने, 10 दिन 15 दिन महिनौ दिनसम्म पनि राखिदिने। तर बाउ हुँदाखेरि चाहिँ त्यो हुँदैन थियो क्या, बिहान लगाउने बेलुका निकालेर लिएर आइहाल्थ्यो, बेलमा लिएर आइहाल्थ्यो। तर पछि चाहिँ बाउ खसिसके पछाडि चाहिँ महिना दिन, 2 महिना, 15 दिन, 20 दिन पनि राखिदिन्थ्यो। अनि त्यस पछाडिबाट चाहिँ मैले अब त्यो लामो समयसम्म ड्रग युज गरेको कारणले पनि होला सायद म डिप्रेसनमा पनि गएँ। मलाई जति ड्रग युज गरेँ भने पनि 2 घन्टा मात्र निद्रा लाग्थ्यो क्या। भनेको निन्द्राको दबाईले पनि काम गर्दैन थियो, ड्रगले पनि काम गर्दैन थियो क्या, दबाईले भन्दा पनि ड्रगले काम गर्दैन थियो क्या। जति ड्रग युज गरेँ भने 2 घन्टा मात्र सुत्थेँ म। त्यसपछि मलाई रियलाइज भयो कि अब चाहिँ नहुने रहेछ, नसकिने रहेछ। फाइनेन्सियली क्राइसिस पनि हेभी हुँदै गयो। घरमा आमा मात्र, दाइ भएको पनि एक्सपायर भइहाल्यो। मेरो चाहिँ फेरि दाइ पनि एडिकै हुनुहुन्थ्यो क्या, दुर्व्यसन नै हुनुहुन्थ्यो। दुवैजना। छोरा चाहिँ कति भाइ तपाईँहरू? 2 भाइ। 2 भाइ, दुवै नै? दुवै नै एडिक्ट। अनि इभन मेरो बाउ पनि एल्कोहल एडिक्ट फेरि। ए रक्सी चाहिँ घरैमा हुन्थ्यो क्या। त्यो त मतवाली जातले पाएको, त्यो त जातले पाएको, हातले खाएको भनेको जस्तो भयो त्यो त होइन। अनि त्यस पछाडिबाट चाहिँ अनि अब क्राइसिस हेभी भइसकेपछि चाहिँ मलाई त्यो दिमागमा आयो कि अब मैले छोड्नुपर्छ, यसरी चाहिँ लाइफ जाँदैन रहेछ, यसरी चाहिँ मरिँदैन रहेछ। है त मैले यति पटक मैले सुसाइड एटेम्प त मैले धेरैपल्ट गरेँ होइन, तर त्यो चाहिँ कस्तो सानो सानो थियो क्या। यो जुन मैले अघि भनेँ नि, हजुर, पोइजन र फाँसी होइन, त्यो चाहिँ मैले एकदमै त्यो निर्णय नै गरेर गरेको थिएँ। तर भगवान्को भगवान्को कृपा थियो होला, थियो, जिन्दगीमा केही गर्नु थियो, जसको कारणले गर्दाखेरि म त्यतिखेर मरिनँ होइन। अनि रियाब पनि म चाहिँ अब आफै नै गएको मान्छे हो, फेरि कसैले लगेको होइन। तर एकजना दाइले चाहिँ मलाई त्यो मेसेज क्यारी गर्नुभयो, पुनर्स्थापना केन्द्र हुँदो रहेछ, बस्नु पर्दो रहेछ, त्यहाँ चाहिँ हामी जस्तै मान्छेहरू छ होइन, त्यहाँ बस्नु पनि सहज हुन्छ, सरल हुन्छ, त्यो ट्राई गर, कोसिस गर। किनभने मैसँग ड्रग युज गरिरहेको एकजना दाइ हुनुहुन्थ्यो, उहाँ चाहिँ 81 हराउनु भयो क्या। 81 हराउनु भयो र 81 हराएर 5-6 महिना पछाडि आउनुभयो। आउँदा चाहिँ उहाँ एकदम अब त्यो हिरो टाइपको देखिरहनु पर्थ्यो क्या। अन्त ज्यान लगाएर मोटाएर ह्यान्डसम, गालासाला पनि चिल्लो होइन। अब म त फेरि अब मैले अघि नै भनिहालेँ, मलाई त्यो अहिले पनि म त्यो नर्मल त्यो फर्मल लुगाहरू लगाउने मान्छे मलाई मन पर्दैन क्या। एकदम त्यो फाटेको साटेको रफ बोल्ने मान्छेहरू नै मलाई ठिक लाग्छ। अनि अब यसो हेरेको बाबुसँगैको मान्छे, सँगै ड्रग युज गरेको मान्छे, हिजोसम्म मर्नु आँटेको, अब आज पुरा हष्टपुष्ट भएर चडक बडक होइन, सलमान खान जस्तो भएर आइरहेछ होइन। मलाई पनि त्यो हुनु त मन त हुन्छ नि त, लाग्छ नि त, लाग्छ। अनि मैले त्यही लागेकै भरमा चाहिँ मैले उसलाई सोद्धाखेरि दाइले यहाँ बसेर आएको, भाइ जानुपर्छ, त्यहाँ चाहिँ बड राम्रो हुन्छ, लाइफस्टाइलै चेन्ज हुन्छ भन्ने सुन्नुभयो तपाईँले। अनि त्यस पछाडि तपाईँलाई मोटिभेसन आयो? पुरै ट्राई चाहिँ गरिरहेको थिएँ, तर त्यस पछाडि चाहिँ पुरै
अनि जाँगरै आयो क्या दाइ अब हुन्छ नि त एडिक्टहरूलाई त अब सिक हान्छ भन्छ नि त सिक हानेपछि अब रियाबाट भागेको इन्सिडेन्टहरू पनि हुन्छ मेरै घर छेउमा थियो क्या रिया अनि कस्तो भने कोही नभएको बेलामा टक्क दाउ हेरिरहन्थ्यो क्या अब कतिखेर फाँडी हानिदिउँ भनेर फुत्त वाल नागेर खुर्र कुद्थ्यो अनि 10जना केटाहरू त्यसलाई पक्रिनु जान्थ्यो त्यसरी चाहिँ भाग्नु हो कि भएन तपाईँ त्यसरी चाहिँ भागिनँ म तर मेरो एउटा एक्सपिरियन्स चाहिँ के छ भन्दाखेरि म एकदम जे चिज पनि ट्राई गर्ने मान्छे हो क्या के चाहिँ हुँदो रहेछ कि ट्राई गरौँ न भनेर म रिया पनि वास्तवमा भन्नुपर्दाखेरि बाहिर हुँदा चाहिँ होइन छोड्छु भन्ने हिसाबले गएँ तर भित्र गइसके पछाडि चाहिँ कसरी महिना दिन जुन भयो सिक मलाई हात खुट्टा जुन पेन भयो मलाई अहिले पनि त्यो पेन हुन्छ फेरि बेला बेलामा नहुने होइन हुन्छ तर त्यो बेला जस्तो हुँदैन अनि त्यो बेलामा चाहिँ मलाई हेभी पेन भयो क्या म महिना दिनसम्म रियामा बस्नै नसक्ने हिसाबले म बसेँ निन्द्रा नलाग्ने हाई बढी आउने राल सिँगान झर्ने त्यो एउटा टाइम हुन्छ क्या ड्रग युज गर्ने त्यो टाइममा चाहिँ एकदमै अब्सेसन क्रेभिङ सबै थोक हुन्छ क्या अब होइन अनि त्यो फेजमा चाहिँ मलाई भाग्छु भन्ने मेन्टालिटी हुन्थ्यो आँट पनि गर्थेँ तर होइन एकचोटि ट्राई गरी हेरौँ न के चाहिँ हुँदैछ यत्रो चिज ट्राई गरेर म यहाँसम्म आइपुगेँ भने यो चिज ट्राई गर्दा के चाहिँ हुन्छ भनेर म ट्राई नै गरेर बसेको मान्छे त्यही ट्राई चाहिँ अहिलेसम्म म गरि नै रहेको छु मैले रिकभरी नै छु र मैले त्यो ट्राई अहिले पनि गरि नै रहेको छु गर्न पनि पर्छ अनि त्यो दाइ दुर्व्यसनको क्रममा हुन्छ नि अब एउटा फनी इन्सिडेन्ट हाँसो लाग्ने तपाईँलाई यसो सोच्दाखेरि त्यस्तो केही इन्सिडेन्ट छ भने बताइदिनु त्यस्तो इन्सिडेन्ट्स त धेरै छ मलाई एउटा चाहिँ म अहिले पनि म प्रायः उसमा चाहिँ म भन्छु नि मेरो एकजना साथी छ क्या धाराको गर्छ काम गर्छ प्लम्बर उसँग म हिँड्थेँ उसँग हिँड्दाखेरि चाहिँ एक दिन राति 10 बजे ऊ आयो क्या लिनलाई हिँड्नु फेरि साउन्ड अलिकति ऊ छ क्या हिँडो जाउँ त्यहाँनिर फल्ना ठाउँमा काम बोलाएर फोन आइरहेको छ हिँडो जाउँ भनेर लिएर गयो म पनि ट्रिपमै थिएँ होइन गएँ दुईजना जाँदाखेरि अब कसरी त्यो पाइलटको त्यो पेन हुन्छ नि त्यो चाहिँ जाम रहेछ क्या म पनि पुरा ट्रिपमा थिएँ होइन अनि अब त्यो पेनै देखिनँ क्या मैले त अब त्यो पानी नै मात्र छ नि त अनि अब यो चाहिँ हात हालेर सफा गर्नुपर्छ भन्ने कुरा आयो त्यहाँभित्र चाहिँ लुगा अचाले लुगा हालिदिएको छ त्यसले गर्दाखेरि जाम भएको भन्ने कुरा भयो र 1000 रुपियाँमा डिल भयो त्यहाँ अनि 1000 रुपियाँमा डिल भइसके पछाडि प्लास्टिकहरू लिएर आयो यहाँसम्म बाँध्यो होइन अनि टक्कसँग त्यो अब हात हाल्दै जाँदाखेरि अब त्यो हुन्छ नि त अलिक भित्र त्यो निकै भित्र रहेछ क्या अब अनि लगभग म यसरी बसेर हात हालेको होइन साइडबाट यसरी गएको क्या यति मोटो है आमामा त्यो देख्ने बित्तिकै त मेरो मुखबाट त खाएको जति सबै निस्क्यो क्या बाहिर पुच्चु चुच्चु अनि मसँग त साथी छ होइन ऊ चाहिँ अब त्यो उसमा उभिएर हाँसिरहेछ क्या साइडमा बसेर भनेको उहाँलाई चाहिँ थाहा थियो उहाँले चाहिँ हेरिरहनु भयो तर त्यहाँनिर जुन रियालिटी जुन भयो नि त्यहाँ हरकत त्यो हरकत देखेर चाहिँ उहाँलाई हाँस उठेको क्या अब उहाँ चाहिँ हाँसिराख्नु भएको थियो तपाईँलाई चाहिँ थाहा थिएन त्यतिखेर मलाई चाहिँ थाहा थिएन के गर्दैछु थाहा थिएन होइन गर्दैछु भन्ने कुरा चाहिँ थाहा छ होइन जाम छ जामलाई खोल्नुपर्छ भन्ने कुरा थाहा छ तर यो थाहा थिएन कि त्यहाँ लिँड यसरी आउँछ भन्ने कुरा चाहिँ क्या त्यो मैले त्यो ध्यानै दिइनँ यादै गरिनँ थियो होला होइन त्यो पछि अब हात हल्लाएर हल्लिँदा त्यो हुन्छ नि त हलचल त्यो हुँदा साइडबाटै यसरी गएको क्या त्यो एउटा भयो अनि अर्को चाहिँ कस्तो भन्दाखेरि लगभग दिनमा 5-6 पटकसम्म हान्थेँ क्या म पारी जान ओपन 5-6 पटकसम्म जान्थेँ अनि अब यतिखेर यो बाइक चाहिँ अलिकति कमै थियो क्या मान्छेहरूसँग एकदम कम थियो हुने खानेको घरमा मात्र थियो अनि हामी चाहिँ साइकलमै जान्थ्यौँ साइकलमै आउँथ्यौँ अनि त्यो कस्तो भन्दाखेरि त्यो ठ्याक्क दक्षिण गेटबाट मोडिएपछि अलिकति अगाडिपट्टि एउटा मन्दिर छ त्यो मन्दिरनिर आइपुगे पछाडि चाहिँ म चाहिँ साइकल हाँक्दै निधाएछु क्या मलाई थाहा नै छैन क्या अब त्यो हाँकिरहेछु म निधाएछु अगाडिपट्टि रिक्साले ब्राङ्गै हान्थ्यो भनेको रिक्सा पाइडलवाला ले आएर हान्थ्यो क्या हामीलाई अनि त्यो उड्दा चाहिँ मन्दिरमा राखेछ वरिपरि मान्छे छ क्या अब मरो भनेर होइन वरिपरि मान्छे छ अब त्यो मान्छे देखेर म कहाँ आएँ के भयो भन्ने भयो क्या मलाई एक्कासी
पछि गएर थाहा भयो कि त्यहाँ चाहिँ रङ साइडमा गएछौँ हामी, उताबाट आएर रिक्साले हान्थ्यो क्या। अनि त्यति हुँदा पनि त्यो हातमा मैले जे बोकिरहेको थिएँ त्यो चाहिँ म खाँदै नै उठेँ क्या। अब त्यो सब मान्छे टुवा परेर मलाई नै हेरिरहेको थियो। हातमा चाहिँ के बोक्नु भएको थियो? सेलरोटी। सेलरोटी अँ, भनेको एक्लै हुन्छ साइकलमा? पछाडि एकजना साथी पनि, साथी चाहिँ? साथी हुनुहुन्न। टाप साथी चाहिँ? अनि दाइ एउटा कस्तो भने तपाईँको परिवारको स्थिति चाहिँ कस्तो दाइ? एउटा मध्यमवर्गीय हो कि? मध्यम वर्गीय। मध्यम भनेको हजुरको ड्याडले चाहिँ काम के गर्नुहुन्छ? दाउराको डिपो थियो हाम्रो। दाउरा बेच्ने? हजुर। ओके। त्यही अनि नै थियो। भनेको मुख्य त्यही स्रोत त्यही कमाइ हो? मुख्य स्रोत त्यही थियो। दाइ चाहिँ प्लास्टिक फ्याक्ट्रीमा काम गर्नुहुन्छ, तर दाइ प्लास्टिक फ्याक्ट्रीमा काम गरे पनि दाइ चाहिँ ड्रग युज गर्नुहुन्थ्यो क्या। दुर्व्यसन दाइलाई पनि थियो। अनि दिदी बहिनी चाहिँ? दिदी बहिनी हुनुहुन्थ्यो, दुई भाइ छोरा? 2 भाइ छोरा मात्र। अहिले चाहिँ परिवारमा को हुनुहुन्छ त? अहिले परिवारमा म, मेरो बुढी अनि अर्को दाइ अलिकति प्रसङ्गबाट बाहिर जाउँ, तपाईँको लभ लाइफ चाहिँ कस्तो थियो? लभ परेको थियो कि थिएन? गर्लफ्रेन्डहरू हुन्छ नि हाम्रो, त अब अलिकति जेन्जी पऱ्यौँ हामी होइन। हाम्रो चाहिँ अब गर्लफ्रेन्ड चाहिँ कमन भइसक्यो। त्यतिखेर चाहिँ अब तपाईँको त एडिक्सनको स्टेजमा हुँदाखेरि यो केटी चाहिँ राम्री लाग्थ्यो, अनि यो केटीसँग यसो ट्राई गरौँ न होइन। गर्लफ्रेन्डै थियो कि बा त्यतिखेर? अनि तपाईँको लभ म्यारिज भएको कि एरेन्ज म्यारिज त्यस्तै खाले? मेरो चाहिँ म्यारिज चाहिँ लभै हो, तर त्यो चाहिँ म पछि रिकभरीमा आइसके पछाडि भएको हो। ड्रग युज गर्दा चाहिँ गर्लफ्रेन्ड चाहिँ थियो, तर त्यो खालको थिएन क्या। अब वान साइड थियो क्या। भनेको तपाईँले चाहिँ मन पराउनु? किन भन्दाखेरि त्यो टाइम पनि हुँदैन थियो एक त। किन भन्दाखेरि 24 आवर्स त्यो ड्रगकै हन्टिङमा हिँडिन्थ्यो होइन। अनि त्योदेखि बाहेक अरूलाई खासै याद पनि हुँदैन थियो क्या। ड्रग पैसा दुइटै चिज मात्र थियो ड्रग्स लाइफमा। मात्रै चाहियो क्याटेगोराइज गरेर। त्यही नै थियो गर्लफ्रेन्ड पनि। रिहेबिलिटेसन सेन्टरभित्र अब हुन्छ नि त इन्सिडेन्ट बस्दै गर्दाखेरि होइन, अब एउटा डेडली दाइ हुन्छ होला, ठुलो ज्यान गरेको, झगडा सगडा परिदिने केटाहरूको बिचमा। अनि त्यो हामीले कन्सपिरेसी हो कि अब फ्याक्ट हो दाइ त्यो थाहा छैन, तर चाहिँ चामल गर्न लाउँछ अरे भन्छन् होइन। अनि त्यस्तै खाले के चामल गर्न लाउने, चम्चीले पानी भर्न लाउने, त्यस्तो पनि गराउँथे अरे रिहेबिलिटेसन सेन्टरमा भनेको हामीले त सुनेको कन्सपिरेसी हो। अब तपाईँ त्यसको सञ्चालक पनि हो, अनि रिहेबिलिटेसनमा बस्नु पनि भएको हो होइन। के हो यो कुरा? साँच्चै नै हो कि साँच्चै गराउँछन् कि गराउँदैनन् कि? अलिकति इलाबोरेट गरिदिनु तपाईँले। पहिला चाहिँ थियो होइन, गराउँथ्यो पनि, र म आफैले पनि गरेको बस्दाखेरि। तर मैले चाहिँ चामल चाहिँ होइन, त्यो कस्तो भने एउटा 10 लिटर जाने एउटा ऊ थियो बाल्टी। अनि त्यो बाल्टीमा चाहिँ अब त्यो कलबाट पानी भरेर चम्चामा थापेर लिएर गएर चाहिँ हाल्नु पऱ्यो क्या, भर्नु पऱ्यो त्यो। अनि त्यसमा अलिकति पनि त्यो अब डिसब्यालेन्स भयो अथवा त्यो भयो भनेदेखि फेरि गर्नुपर्ने क्या। अब सुरुदेखि स्टार्ट भनेको यो गराउनुको उद्देश्य चाहिँ के हो त? किन गराउनुको उद्देश्य चाहिँ अब त्यो चाहिँ एउटा रिहाबभित्रको कन्सिक्वेन्स पनि हो, र अर्को कुरा के भन्दाखेरि डिसिप्लिन मेन्टेनेन्स होइन। र अनि अर्को कुरा के भन्दाखेरि अब फोकस बढोस्, अनि ध्यान दियोस् भन्ने त्यसले अब कुराहरूलाई चाहिँ इम्प्रुभमेन्ट गर्नको लागि। त्यहाँभित्र मिसकन्डक्ट गरेको छ त्यो मान्छेले, जस्तै अब चकचक गरेको छ भने एज अ त्यसलाई सजायको रूपमा त्यो दिन्छ कि त्यत्तिकै नर्मल मान्छेलाई पनि यो गर भनेर त्यसरी आदेश दिन्छ? कस्तो हो त्यो? त्यसरी चाहिँ दिँदैन। भित्र यदि उसले कुनै पनि किसिमको उपद्रव गर्यो भने चाहिँ रुल्सदेखि बाहिर अथवा रुल्सलाई चाहिँ उसले बिगार्ने प्रयास गर्यो, रुल्सलाई मिच्यो होइन, रुल्सदेखि बाहिरको एक्टिभिटिजहरू गर्दाखेरि चाहिँ त्यो मिसकन्डक्टहरू गऱ्यो भने उसलाई चाहिँ सजायको रूपमा त्यो दिन्छ। अनि भनेको चाहिँ त्यहाँभित्र बस्ने अब हुन त सबै एकै किसिमको मान्छे हुँदैनन्, अलग अलग ठाउँबाट आएको हुन्छन् मान्छेहरू होइन। भाषै त अलग हुन्छ, भाषा फरक परिहाल्छ ठाउँ अनुसार। अनि त्यहाँभित्र बस्ने मान्छेहरूले चाहिँ अब हुन्छ नि त्यहाँभित्र पनि त लफडा होला, केही न केही समस्या त्यहाँभित्र उनीहरू त्यहाँ रिकभरी हुन आउने मान्छेहरू बिचमा झगडा हुन्छ कि कहिलेकाहीँ झगडा भयो भने कन्ट्रोल गर्ने मेकानिजम कस्तो छ तपाईँहरूको? कसरी कन्ट्रोल गर्नुहुन्छ केटाहरूलाई? अनि हुन्छ नि अब त्यस्तै अब कोही चाहिँ मेन्टली इल भएर पनि हालिदिएको हुन्छ कि रियाब, कोही मान्छेहरू अब डिजिज लागेको मान्छेहरूलाई पनि सुधार केन्द्र अलि ठिक भएर आउँछ भनेर होको भरमा लगेर खाँदै हुन्छ कि कहिले त्यस्तो मान्छेहरू पनि आइपुग्छन्। मेन्टल रोग लागेको साइकाट्रिस्ट देखाउनु पर्ने मान्छे रियाबमा ल्याएर राख्दै हुन्छ कहिले त्यो घरमा धान्न नसकेर चाहिँ होइन। त्यस्तो मान्छेहरू आउँदाखेरि के समस्या तपाईँहरूले भोग्नुपर्छ? के गर्छन् ती केटाहरूले झगडा गर्दाखेरि? अब हुन्छ नि कस्तो चाहिँ हुन्छ त्यहाँभित्रको इन्भाइरोमेन्ट चाहिँ? इन्भाइरोमेन्ट त अब फर्स्ट अफ अल त उसलाई जस्तो लिएर आएको दिन
त होइन, लिएर आएको 1-2 दिन पछाडि हाम्रो प्र्याक्टिस चाहिँ के छ भन्दाखेरि लिएर आएको 1-2 दिन पछाडि चाहिँ उसलाई हामी अफिसमा बोलाउँछौँ। अफिसमा बोलाएर चाहिँ त्यहाँभित्रको सम्पूर्ण कुराहरू चाहिँ भनिदिन्छौँ, नीति नियम के हो, रुल्स रेगुलेसन होइन। अब त्यति भन्दा भन्दै पनि कतिपय अवस्थामा चाहिँ कस्तो हुन्छ भने एडिक्ट दुर्व्यसनी चाहिँ छाडा हुन्छ क्या, अति छाडा क्या। त्यो कसैको पनि अन्डरमा नबसेको मान्छे हो नि त हामी। अनि ढ्याक्कसँगले त्यहाँ गएर अन्डरमा बस्दिँदा कहीँ न कहीँ अनकम्फर्टेबल फिल हुन्छ। अनि त्यहाँ यो कुरा आउँछ, यसले मलाई अब त्यहाँ रिहाबमा चाहिँ भित्र चाहिँ कस्तो हुन्छ भने आफूभन्दा सानोलाई पनि तपाईँ भन्नुपर्ने हुन्छ क्या। किन भन्दा मिलिट्री रुल किन भन्दा ऊभन्दा अगाडि आएको हुन्छ होइन, एजमा ऊ सानो नै भए तापनि सिनियर अगाडि आएपछि सिनियर भयो। ओके। अनि त्यो भएको कारणले गर्दाखेरि ह्युमिलेट हुन चाहँदैन क्या ड्रग एडिक्टहरू फेरि हत्तपत्ते। अनि तैँले मलाई त्यो फुच्चीले मलाई भनेर त्यो अथवा त्यो किसिमको घमण्डले हातापाई पनि हुन्छ, नहुने चाहिँ होइन, तर त्यो हिसाबमा हुँदैन जुन बाहिर हुन्छ होइन। त्यहाँ चाहिँ एउटा कस्तो रुल्सले नै पनि उ गर्छ क्या, कन्ट्रोल गर्छ, बाँच्छ। हामी चाहिँ अगाडि नै पनि भनिसकेको हुन्छ हात लाउनु हुँदैन, यो चाहिँ एकदमै ठुलो क्राइम हुन्छ यहाँभित्र चाहिँ भनेर। भित्र त्यस्तो इन्सिडेन्टहरू गरेपछि उनीहरूलाई चाहिँ सजायको रूपमा चाहिँ त्यो चिजहरू चाहिँ एप्लाई गरिन्छ। अनि त्यो भइहाल्यो दाइ। त्यस पछाडि अघि हामी कुरा गर्दै थियौँ, प्रसङ्गमा हामी छुट्यौँ। अनि धेरैवटा इन्सिडेन्ट गरेँ मैले भन्नुभयो तपाईँले, धेरैवटा। अनि त्यस्तो धेरैवटा इन्सिडेन्टको लिस्टमा चाहिँ फनी इन्सिडेन्ट त तपाईँले एउटा भनिहाल्नुभयो, वासरुमभित्र सफा गर्न जाँदाखेरि हात हाल्नुभयो, लेन्डा निस्क्यो भनेर भन्नुभयो। त्योभन्दा फर्दर अन्य केही चिज जुन चाहिँ अलिकति रोमाञ्चक पनि छ होइन, भनेको हाँस उठ्दो पनि छ, हाँस लाग्दो पनि छ, अथवा चोरी गर्दा गर्दै पक्राउ भएको हुन्छ, त्यस्तै किसिमको घटना जुन तपाईँले आफ्नो जीवनमा भोग्नुभयो। त्यस्तो चाहिँ नगरे केटा हो भनेर तपाईँ यसो केटाहरूलाई भन्न चाहनुहुन्छ भने त्यस्तो घटनाहरू अलिअलि भनिदिनु खुलाएर। खासमा मैले भन्नुपर्दा त अब अघि मैले जति पनि कुराहरू गरेँ त्यो चाहिँ मैले खानेको लागि गरेको, र त्यो वास्तवमै गर्नु नहुने कुराहरू चाहिँ मैले गरेको थिएँ होइन। आज आएर त्यो कुरा रियलाइज हुन्छ। र अरू कुरा चाहिँ के भन्दाखेरि मलाई टिकाको दिन मेरो आमाले एउटा नयाँ पेन्ट किनिदिनु भएको थियो क्या। त्यो पेन्ट लगाएर मैले टिका लगाएँ। अनि मसँग त्यो दिन पैसा थिएन क्या, मलाई टिका लगाएर पनि आमाले पैसा चाहिँ दिनु भएन। अनि अब ड्रग युज नगरिकन आफ्नो हातखुट्टै नचल्ने होइन। त्यो भएको कारणले गर्दाखेरि म गएँ क्या। अब एकजनासँग लिफ्ट मागेर गएँ माल खाने ठाउँमा। अनि त्यहाँ गएर मालसाल पनि हान्यो अरे, अब पैसा त छैन। त्यो लगाएकै पेन्ट दिएर होइन, लगाएकै आफूले लगाएको पेन्ट खोलेर दिएर होइन। अनि त्यो 50-60 रुपियाँ त्यो आउँछ हाफ पेन्ट एउटा, अनि त्यो खालको हाफ पेन्ट लगाएर चाहिँ खाली खुट्टा घर आएको क्या। नयाँ पेन्ट दिएर खानुभयो ड्रग्स युज गरेँ। त्यस पछाडिबाट हाफ पेन्टमै आइदिएको। त्यस्तोसम्म हुन्छ, क्रिटिकलै रहेछ भनेपछि छ। त्यसो त अब के अरे आमालाई हस्पिटल भर्ना गर्दा पनि मेडिसिन किन्ने पैसा चाहिँ होइन पहिला गएर खाएर अनि आएर मेडिसिन लिएको पनि छ क्या मैले, ड्याडको इलाज गर्दा होइन आमाकोमा पनि। आमा पनि एकचोटि बुवा हुँदा बिमारी भएर हस्पिटल भर्ना गरेको थियो। अनि त्यो बेलामा चाहिँ अनि अब कस्तो भयो भन्दाखेरि अब दाइ भइसकेको थियो, एक्सपायर भइसक्नु भएको थियो। घरको सबै मै गर्थेँ, यताउति जान त औषधि लिएर आइज भनेर पठाउँदा पहिला पारी गएर माल खाएर अनि आएको छु क्या म। भरे म यहाँ आउँदा चाहिँ आमालाई औषधि उपचार गराएर सबै थोक गराएर रेडी भइसकेको थियो। एउटा अलिकति डिफ्रेन्ट क्वेसन दाइ, जस्तै तपाईँले कुनै एउटा ड्रग लिन जानुभयो, तपाईँसँग पैसा छैन भने उनीहरूले एक्सचेन्जमा जे पनि लिन्छन्, जे पनि लिदिन्छ। प्यान्ट त अब मैले यही प्यान्ट लगाएको छु अनि गएर एक्सचेन्ज गर्न खोज्यो भने पाइयो, त्यस्तो पनि हुन्छ, हुन्छ भनेपछि जे भेट्यो सबै थोक उठाएर लग्यो, सबै थोक। भनेको तपाईँ मात्र होइन त्यसो गर्ने, अरूले पनि त्यसै गर्छन्। यो म्याक्सिमम ड्रग युजरहरूले गरेकै हुन्छ फेरि। अनि अब त्यो प्रसङ्गबाट बाहिर जाँदै हामी तपाईँलाई चाहिँ रिकभरी भइसकेपछि समाजसेवा गर्नुपर्छ, सोसियल वर्क गर्नुपर्छ भन्ने कुराले चाहिँ कसरी तपाईँलाई हान्यो क्या आफ्नो ब्रेनमा, कसरी इम्प्याक्ट गर्यो सोसियल वर्कतिर जान्छु भन्ने कुराले तपाईँलाई कसरी अगाडि बढायो हुन्छ नि। अब
तपाईँको माइन्डमा चाहिँ कसरी आयो सोसाइटीलाई चाहिँ अलिकति राम्रो बनाउनुपर्छ भन्ने कुरा चाहिँ तपाईँको कसरी आयो? यो चाहिँ म रिहाब हुँदा रिहाबभित्रैबाट म जहाँ बसेको थिएँ त्यो रिहाबले चाहिँ 90 दिन क्रस भइसकेको मान्छेहरूलाई चाहिँ एडिकहरूलाई चाहिँ मिटिङ पठाउँथ्यो क्या। अनि मिटिङ जाँदाखेरि चाहिँ मिटिङ जाँदै मलाई त्यो दिमागमा ऊ भयो क्या, सेट भयो यो चाहिँ मैले गर्नुपर्छ बाहिर गएर। किन भन्दाखेरि म जस्तो अरू पनि छ क्या, जब म जस्तो मान्छे चेन्ज भएँ परिवर्तन भएँ भने त्यो पनि हुनसक्छ भन्ने मेन्टालिटी चाहिँ मेरो रिहाबभित्र हुँदाखेरि नै बन्यो। र रिहाबबाट आइसके पछाडि अब घरको फाइनेन्सियली स्ट्याटस राम्रो थिएन होइन, घरसर भएको पनि अब सबै बेचेर हानिसकेको खाइसकेको होइन, भाडाको घरमा बसाइ। अनि यही भाडाकै घरको बसाइ सँगसँगै म मसँग भएको एकदम डरलाग्दो ऊ चाहिँ के छ भन्दाखेरि घटना, म ड्रग युज गरिरहेको थिएँ, एक्कासी अब ठाउँ सर्नु पर्ने भयो होइन। अनि त्यो ठाउँ सर्ने क्रममा चाहिँ अब अरू घर खोज्दै जानुपर्ने भयो। अन्त घर खोज्ने क्रममा चाहिँ के भयो भन्दाखेरि बिहान जाने आमा अनि एकैचोटि बेलुका आउने क्या, बिहान जाने बेलुका आउने, बिहान जाने बेलुका आउने, त्यस्तो भइरहेको थियो। मैले नि एक्कासी एक दिन मैले सोधेँ के भयो त, घर त यहाँबाट सर भन्दैछ, खाली घर भन्दैछ घरपेटीले। घरपेटीले भन्दाखेरि आमाले के भन्नुभयो भने यो एरियामा घरै दिएन हामीलाई भन्नु। त्यस्तो भन्नुभयो किन भनेर भन्दाखेरि जहीँ जाँदा पनि तपाईँको छोरा के गर्दैछ भनेर सोध्थ्यो अरे क्या। छोरा त अब ड्रगै युज गरिरहेछ, खाइ नै रहेको छ। मेरो सेवनको कारणले गर्दाखेरि घर भाडा पनि पाइएन क्या, पैसा तिरेर बस्छु भन्दाखेरि पनि घर भाडा पाइएन। आफ्नो गल्तीको कारणले गर्दाखेरि परिवारले पनि भोग्नु पर्यो। भोग्नु पर्यो। अनि त्यस्तो दुःख पाइयो भनौँ न त्यो कन्डिसनमा, त्यसले गर्दाखेरि पनि मोटिभेसन चाहिँ भयो तपाईँलाई अगाडि बढ्नुपर्छ, राम्रो गर्नुपर्छ भन्ने। अनि म जस्तो मान्छे सेम समस्या भएको मान्छे अरू पनि छ, उनीहरूलाई पनि बाटो देखाउन सकिन्छ, एउटा मार्गदर्शीको रूपमा काम गर्न सकिन्छ भन्ने चाहिँ मलाई त्यो रिहाबभित्रै भइसकेको थियो क्या। मोटिभेसन त्यसरी आयो आफू। अनि दाइ एउटा अलिकति डिफ्रेन्ट पर्सपेक्टिभ है, नेपालमा रिहेबिलिटेसन सेन्टर त धेरै छन्, धेरै छन् दाइ होइन। यो रिहेबिलिटेसन सेन्टरलाई चाहिँ रादर देन सोसियल वर्क, समाजसेवा भन्दा बाहिर गएर बिजनेसको हिसाबले मान्छेले हेरिरहेछन् होइन। मैले कस्तोसम्म मान्छे देखाएको छु भने दाइ भन्न चाहिँ अब नाम चाहिँ नलिदिनँ म होइन, उहाँ कुनै किसिमको एडिक्ट होइन उहाँ मान्छे। उहाँ के गर्नुभयो भने रिहेबिलिटेसन सेन्टरको साथी चिन्या रहेछ, उहाँको क्लासमेट रहेछ, जाने 15 दिन 20 दिन गएर उहाँ बस्नुभयो, 30 दिन। त्यसको 2-3 महिना पछाडि आफ्नो रिहाब आफै खोल्नुभयो क्या अर्को ठाउँमा। भनेको त्यो त बिजनेसको माइन्डले खोल्या हो होइन। त्यस्तो रिहेबिलिटेसन सेन्टरहरू धेरै छन् दाइ, धेरै छन् होइन। त्यस्तो रिहेबिलिटेसन सेन्टरले के साँच्चै मान्छेलाई सुधार दिन सक्छ? अनि यो के समाजसेवा भन्दा पनि बिजनेसतिर चाहिँ अलिकति यसरी लिम भएको जस्तो हुन्छ। पेन्डुलम चाहिँ एउटा तराजुमा जोग्दैछौँ भने समाजसेवा चाहिँ हल्का भयो, व्यापार चाहिँ भारी भएको जस्तो अनुभूति मलाई भएको छ क्या दाइ। अनि मेरो विचारमा चाहिँ है, अब तपाईँहरूलाई पनि थाहा छ होला यो कुरा त, भित्रबाट थाहा छ। अनि के चाहिँ हो खासमा दाइ, समाजसेवा हो कि व्यापार चाहिँ हो? यस्तो हुन्छ। अनि त्यसरी व्यापारको रूपमा लिने मान्छेलाई पनि तपाईँ के भन्न चाहनुहुन्छ भन्ने मेरो आफ्नो धारणा। व्यापारको रूपमा भन्दा पनि अब म्याक्सिममले अब यो एकदमै राम्रो अनुभव है कुरा। कस्तो हुन्छ भनेदेखि जो दुर्व्यसनी छ, जो चाहिँ लङ टाइमसम्म क्लिन बसेर रिहाब चलाइरहेछ, उसको चाहिँ के हुन्छ भनेदेखि फेसिलिटिजहरू कम हुन्छ। एउटा नर्मल मान्छेले जज गर्नु पऱ्यो भने यो चाहिँ व्यापारी हो कि होइन र यो चाहिँ व्यापार हो कि होइन भनेर यदि जज गर्नु पऱ्यो भने जो चाहिँ रिकभरी छ, रिकभरीले चलाएको रिहाबमा चाहिँ क्राइसिसै हुन्छ, फेसिलिटी कम हुन्छ। जसले चाहिँ बेनिफिटको हिसाबमा चलाएको हुन्छ उसको चाहिँ फेरि फेसिलिटीहरू धेरै हुन्छ, पैसा कमाउने उद्देश्य हुन्छ उसको, उसले लगानी पनि राम्रै गरे हुन्छ, लगानी गरेको हुन्छ। तर हामीले चलाएको रिहाबमा चाहिँ लगानी पनि सेम हुन्छ र हामीले त्यो कुनै बेनिफिट हुन्छ भने त्यो हाम्रोमा छैन। र हामीले राख्दा चाहिँ अहिलेसम्म पनि यदि क्राइसिस छ, उसको फ्यामिली ब्याकग्राउन्ड हेर्दा उसले एफोर्ड गर्नु सक्दैन भने हामीले कतिपय अवस्थामा फ्रीमा पनि राखिदिएको छ, निःशुल्क पनि राखेको छ। राज्यले हामीलाई यसमा सहयोग गरेको छैन, फेरि हामीले आफ्नै उसमा चाहिँ मिल्छ भने हामीले त्यो पनि गरिरहेको छ।
ए ठिक छ दाइ। अनि एउटा हाम्रो सामाजिक दृष्टिकोणको कुरा गरेँ दाइ, एउटा एडिक्टलाई देख्दाखेरि गाउँठाउँमा क्रिमिनल जस्तो व्यवहार गरिन्छ क्या, होइन भन्नु न, तपाईँले पनि अघि भन्नुभयो, तपाईँकैसँग कथा होइन, तपाईँले त आफ्नो जिन्दगीमा आफ्नो लागि खानुभएको हो नि त, उनीहरूलाई चाहिँ के असर पर्यो त्यसले? होइन असर त परेको छैन होला, परोस् इन्डाइरेक्टली असर पर्यो होला, तर अपराधी जस्तो व्यवहार गरिन्छ क्या एडिक्टलाई चाहिँ। त्यो व्यवहार गर्नु उचित हो कि होइन दाइ तपाईँको हिसाबमा? अलिकति भनिदिनु न। मेरो खाँदाखेरिको उसमा चाहिँ त्यो व्यवहार गर्नु उचित हो। किन भन्दाखेरि खाँदाखेरि चाहिँ एकजना व्यक्तिले यदि एउटा टोलमा एकजना रुसेनी छ भने त्यो एकजनाले त्यो एरियालाई तहस नहस बनाएको हुन्छ क्या। कसरी पार्छ त्यो पनि भन्दिनँ। चोर्ने, लुट्ने, ढाँट्ने, ठग्ने, होहल्ला गति छाडा हुन्छ नि त रुसेनी त। घरको अगाडि गएर मुद्दिने, त्यो उसलाई बालै छैन नि त, उसले हेरिरहेछ अथवा उसले याद गरिरहेछ, नोटिस गरिरहेछ भन्ने कुरा उसलाई हुँदै हुँदैन क्या। उसलाई आयो उसले गरिदिन्छ क्या। अब त्यहाँ प्र्याक्टिकल माइन्डसेट अलिकति हिप्पी टाइपको हुन्छ। अन्त मतलब पनि हुँदैन र उसलाई त्यो समाज कि इधर उधरसँग उसलाई बालै फरकै पर्दैन क्या। त्यो भएको कारणले गर्दाखेरि त्यो समयमा चाहिँ त्यो व्यवहार गर्नु, त्यो भन्नु उचित हो। तर मान्छेले चाहिँ के गरिदिन्छ भन्दाखेरि पछि एउटा दुर्व्यसनी पुनर्स्थापना केन्द्र बसेर सही सद्य सभ्य भएर आइसके पछाडि पनि त्यही भिजनले हेरिदिन्छ क्या। त्यो चाहिँ फेरि गलत हो। भनेपछि एउटा अर्को पनि त्यसैसँग जोडिएको क्वेसन होइन, रिहेबिलिटेसन सेन्टरबाट निक्लिएर आइसक्छ, तपाईँले अहिले भन्नेकैमा मैले जोडेको प्रश्न, निक्लिएर आइसकेपछि समाजले हेर्ने दृष्टिकोण चाहिँ किन परिवर्तनशील छैन? मान्छेले किन त्यसरी हेर्दैनन् उनीहरूलाई? अनि एउटा तपाईँ रिकभरी भएको नाताले अझै पनि तपाईँले स्ट्रगल गर्नुहुन्छ भन्ने भन्नुहुँदै थियो अघि मलाई। गरि नै रहेछ, अझै पनि स्टिल स्ट्रगल। यसरी चाहिँ यो कुरालाई चाहिँ कसरी लिनुहुन्छ अनि ती मान्छेलाई के सन्देश दिनुहुन्छ तपाईँले? किन भन्दाखेरि लामो समयसम्म हामीले ड्रग सेवन गरेको हुन्छौँ, जसको कारणले गर्दाखेरि चाहिँ हामीले धेरैवटा कुराहरू बिगारेको हुन्छौँ होइन। अनि पछि सही सद्य सभ्य भएर आइसके पछाडि पनि काम गर्ने क्रममा कुराहरू भत्किन्छ, बिग्रिन्छ क्या। अनि मान्छेले चाहिँ त्यो पुरानै कुरालाई जोडेर हेरिदिन्छ क्या। पहिलाको पनि एडीको, अहिले पनि फेरि काम बिगारेछ। आज तपाईँ सोबर हुनुभएको 20 वर्ष 22 वर्ष रनिङ छ तपाईँको। अनि पहिला गरेको कुराले अझै पनि तपाईँको जीवनमा असर गरेकै छ, अझै पनि गरेकै छ। त्यसो त्यो भन्दै गर्दाखेरि तपाईँले लागु पदार्थ दुर्व्यसन नगरेकै राम्रो भन्नुहुन्छ। अब गरिहाले पनि सुधार चाहिँ गर्न सकिन्छ है फेरि भन्ने अब आफ्नो तर्क सकिन्छ। अनि यो कुरा दाइ यो सबै भइहाल्यो। यो रिहेबिलिटेसन जुन लागु औषध दुर्व्यसन छ होइन, फसेका राम्रा परिवारका मान्छेहरू धेरै फसेका छन् दाइ होइन। राम्रा भनौँ नराम्रा भनौँ, कोही गरिबीले फस्यो होला, कोही दुःखले फस्यो होला, कोही सुखले फस्यो होला, कोही मोटिभेट भयो होला कसैलाई देखेर होइन। ती सबै मान्छे कलेक्टिभली हुन त बिरामी नै हुन्, एक किसिमको बिरामी नै हुन् होइन। उनीहरूलाई नेपाल सरकारले चाहिँ केही न केही सहुलियत दिनुपर्ने हो नि त। के कस्ता सहुलियत दिएको भए चाहिँ राज्यको भूमिका, राज्यले के गरिदिएको थियो भने चाहिँ यो चिजलाई हामीलाई कन्ट्रोल गर्न सकिन्थ्यो, सरकारले ध्यान पुर्याउन सकेको थियो भने, यस्तो चिज चाहिँ गरिदिएको थियो भने राम्रो हुन्थ्यो भन्ने एउटा मनमा हुन्छ नि त जिज्ञासा तपाईँको हिसाबमा? मनमा जिज्ञासा चाहिँ यस्तो हो, नेपाल सरकारले चाहिँ गभर्मेन्टले चाहिँ यसरी एउटा जातीय हिसाबमा मतलब उठाएको छ नि कोटा होइन, त्यो हिसाबले चाहिँ एउटा कोटा राखिदिएर चाहिँ त्यो माथि जुन त्यो भन्छ नि कानुन, त्यहाँ चाहिँ हाम्रो पनि सहभागिता भयो भनेदेखि चाहिँ राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। राज्यले त्यो गरिदियो भने चाहिँ हामीलाई अझ सहज र राम्रो हुन्थ्यो क्या। किन भन्दाखेरि त्यो उहाँहरूले अब आफ्नै हिसाबले कानुन बनाउनु भएको छ, जुन कानुनमा चाहिँ यो सबै कुरा नै समेटेर आउँछ क्या। त्यो अब हुने पनि नहुने पनि आइदिन्छ क्या, त्यो आएको पनि छ क्या। जस्तो एउटा दुर्व्यसनले चाहिँ भोलिको लागि भनेर त्यो प्रायःले बोकेकै हुन्छ क्या, राखेकै हुन्छ। कहीँ ट्राभल गर्नु पऱ्यो भने पनि उसलाई त्यो चाहिन्छ क्या होइन। अनि उसले बोकेकै हुन्छ। अनि त्यो बोकेकै आधारमा पनि अब त्यो सेवनकै लागि भनेर बोकेको आधारमा पनि अब 6 महिना वर्षदेखि 5 वर्ष हालिदिने पनि छ क्या। अब अन्त एटलिस्ट एउटा हाम्रै समुदायबाट यदि गभर्मेन्टले कोटा सिस्टम लागू गरिदिएर यो समुदायका मान्छेलाई प्रायोरिटी दिएर हटाइदियो भने
चाहिँ अझ बढी राम्रो हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्छ। भन्नाले जसरी राष्ट्रिय सभामा दलित, आदिवासी, जनजाति, मधेसी, थारू भनेर वर्ग छुट्याइएको छ, चुनाव नलडिकन चाहिँ सांसद हुन पाउँछन् उनीहरूले, कानुन बनाउन पाउँछन्, त्यो ठाउँमा चाहिँ लागु औषध दुर्व्यसनको क्षेत्र जुन एउटा गम्भीर क्षेत्र पनि हो क्या, कुनै कुनै समुदायभन्दा धेरै त यहाँ लागु औषध दुर्व्यसनका पेसेन्टहरू छन्। ती पेसेन्टहरूले चाहिँ उनीहरूलाई चाहिँ पार्टिसिपेसन होस्, उनीहरू पनि त्यसमा जाउन् र के चाहिँ हो समस्या भोगेको भन्दा धेर जाने त कोही छैन यहाँ। किनभने दलितलाई पनि किन दलित मान्छेहरूलाई चाहिँ क्लासिफिकेसन गरेर लग्यो भने दलितले भन्दा दलित भनेर भोगेको कसैले पनि हुँदैन, मधेसीले भन्दा मधेसी भनेर भोगेको कसैले पनि हुँदैन होइन, महिलाले महिला भएर भोगेको भन्दा बेसी कसैले भोगेको हुँदैन। त्यो भएको कारणले गर्दा कोटा दिएको। त्यही कारणलाई चाहिँ कट अफ गर्नको लागि तपाईँले चाहिँ लागु औषध सेवनकर्तालाई नै कानुन बनाउनको लागि एउटा सांसदको रूपमा एउटा कोटा चाहिँ दियोस्, सरकारले प्रिभिलेज गराइदियोस् भन्ने तपाईँको माग गराइदियोस्। त्यो भयो भने चाहिँ अझ बढी राम्रो र इफेक्टिभ पनि हुन्छ क्या। अनि दाइ ओपन बोर्डर छ नि, यो ओपन बोर्डरलाई चाहिँ तपाईँले समस्याको रूपमा लिनुहुन्छ कि? यो त हाम्रो लागि सबैभन्दा ठुलो समस्याको रूपमा लिएको छु मैले। किन भन्दाखेरि अझ यो तराई क्षेत्रमा चाहिँ जस्तो हाम्रो विराटनगर, रङ्गेली, यता यो इनरवा, लौकी, यो काँक्राभिटा, यो बोर्डरहरू चाहिँ यति छिटो र यति सरल र सहज हिसाबमा ड्रग एभाइलेबल हुन्छ कि त्यो भन्नै सकिँदैन क्या, त्यति इजी छ क्या यहाँ। अनि यो त धेरै ठुलो समस्याको रूपमा छ। एकदमै यसलाई कन्ट्रोल गर्ने एउटा मेकानिजम चाहिँ आवश्यक छ। म आफै स्वयं पनि होइन बिहान उठेर ब्रस गर्दै जान्थेँ, मुख उहीँ धुन्थेँ क्या। अब उहीँ धोयो, उहीँ ड्रग्स युज गरोहरू, चिया पनि ती खायो भने आयो क्या 11-12 बजी। त्यस्तो ओपन बोर्डर भएको कारणले गर्दाखेरि चाहिँ अनि यो त भइहाल्यो सरकार पक्षको पैसा, गभर्मेन्टलाई सोध्ने क्वेसन भइहाल्यो। योभन्दा अलिकति बाहिर जाँदाखेरि दाइ लागु औषध दुर्व्यसन चाहिँ फिजिकल डिजिज हो कि मेन्टल डिजिज, शारीरिक समस्या हो कि मानसिक समस्या? यो त मलाई लाग्छ दुईटै समस्या हो। यो इलाबोरेट गरिदिनु अलिकति बुझ्ने गरी। यो सेवन गर्नुभन्दा सेवन गरिसके पछाडि चाहिँ के हुन्छ भनेदेखि दिमागी रूपमा पनि त्यो मान्छे पूर्ण रूपले ड्रगमा केन्द्रित भइसकेको हुन्छ, मानसिक रूपमा पनि, र फिजिकली रूपमा पनि के हुन्छ भनेदेखि त्यो नखाइकन उसले केही गर्नै सक्दैन क्या। जस्तो खानु बस्नु नर्मली यसरी बोल्नु पऱ्यो भने पनि उसलाई ड्रगै चाहिन्छ। त्यो नखाइकन त्यो सेवन नगरिकन उसले केही नै गर्नु सक्दैन क्या। जुन दिन उसले ड्रग्स सेवन गरेको हुँदैन उसले त्यो दिन केही नै गर्दैन। इभन ऊ घरमा पनि 12-1 बजे 2 बजे मात्र उठ्छ। अनि त्यो उठिसके पछाडि पनि उसले खाना खाँदैन क्या, पहिला ड्रगकै लागि म्यानेज गर्नको लागि ऊ कुद्छ क्या। त्यस्तो भन्नुको अर्थ शारीरिक समस्या पनि हो, मानसिक समस्या पनि हो। मोस्ट अफ द केसमा दाइ कोही मान्छेले लागु औषध सेवन गर्दाखेरि एउटा आवश्यकता भएको कारणले सेवन गर्छ है भन्नाले मलाई चाहिँ यो किन खानु पर्यो, मैले अघि पनि भनेको छु, बुढीले कुट्यो त होइन, तर बुढीसँग झगडा पऱ्यो, बाबुआमाले अंश दिएनन् होइन, घरमा हेला गरे मलाई, त्यो बाध्यताले खायो होला है। कोही मान्छे गरिबीले पनि खायो, कोही मान्छेको चाहिँ चोइसले बेसी मान्छेलाई रुइन गर्छ कि बिगार्छ कि बाध्यतालाई चाहिँ बिगार्छ त यो हुन्छ नि। अब मेरो उसमा चाहिँ यो सेवन गर्नुको कारण चाहिँ बाध्यता हो कि चोइस हो भन्ने कुरा क्या? बाध्यता त हो जस्तो लाग्दैन। बाध्यता चाहिँ किन भन्दाखेरि पछि खाइसके पछाडि पूर्ण रूपले ऊ उसमा निर्भर भइसके पछाडि चाहिँ त्यो बाध्य चाहिँ हुन्छ। त्यो खाने इच्छा जस्तो हुन्छ नि त, चोर्दा ढाँड्दा चाहिँ ऊ थाकिसकेको हुन्छ होइन, उसलाई पनि त्यो भित्र गिल्ट सेम भन्ने कुरा त हुन्छ नि त। मैले यसलाई ठगेँ, ढाँटेँ, मैले गर्नु हुँदैन थियो भन्ने कुरा। तर त्यति हुँदै पनि उसले बाध्यतावश त्यो कुरा गर्नुपर्छ क्या प्र्याक्टिकली होइन। चोइस चाहिँ अब यस्तो हुन्छ, अब मेरो चोइस अफ केमिकल चाहिँ पहिला फेन्सिडिल थियो होइन, स्टार्टिङमै चोइस भन्ने चाहिँ हुँदैन, तर पछि सेवन गर्दै गइसके पछाडि चाहिँ त्यो चोइसमा परिणत हुन्छ क्या। स्टार्टिङमा त एट्र्याक्सन हुन्छ, एट्र्याक्टिभ हुन्छ, ड्रग एडिक्ट कस्तो हुन्छ। अब कुल देखिने हो, चोकमा बसेर 4जना मान्छेको अगाडि डङ सिगरेट तानिदिने, उति मान्छे हिँडिरहेको छ जोइनिर लोड गरिदिने, अनि त्यो कस्तो एट्र्याक्टिभ हुन्छ क्या। त्यो उनीहरूको लुक्स, उनीहरूको हिँडाइ बोली चाली यस्तो खतरा हुन्छ नि होइन। त्यो एटिट्युडै डिफ्रेन्ट हुन्छ कम्पेरिटिभली नर्मल मान्छेको भन्दा।
भनेपछि त्यसरी बुझ्नु पर्यो हामीले। अनि एउटा अलिकति डिफ्रेन्ट पर्सपेक्टिभ, रिहेबिलिटेसन सेन्टरबाट निक्लेको मान्छे रिल्याप्स हुने सम्भावना कतिको सम्भावना हुन्छ भन्ने कम्पेरिटिभ एनालाइसिस एउटा। यसमा चाहिँ मेरो भनाइ के छ भनेदेखि नि रिल्याप्स भनेको पनि के हो एकचोटि बुझाइदिनु, बुझ्दैनन् नि त बाबुआमाले त। यदि रिहेबिलिटेसनको पनि एउटा आफ्नै अलगै एउटा जिम्मेवारी हुन्छ क्या। जस्तो एकजना मान्छेलाई लिएर आएर राख्यो, राखिसके पछाडि उसलाई राख्नु मात्र उसको काम होइन क्या, उसको प्रब्लम के हो होइन, ऊ चाहिँ के कारणले चाहिँ ड्रग एल्कोहल अथवा गाँजा गोटी युज गर्यो, प्रयोग गर्यो, त्यो एउटा भयो। अरू कुरा के भन्दाखेरि उसको फ्यामिली ब्याकग्राउन्ड, फ्यामिलीको इन्भाइरोमेन्ट कस्तो छ, यो सम्पूर्ण कुरा चाहिँ एउटा रिहेबिलिटेसन सेन्टरले चाहिँ हेर्नुपर्ने हुन्छ, विचार गर्नुपर्ने हुन्छ होइन। किन भन्दाखेरि एउटा व्यक्ति, एउटा पर्सन यत्तिकै बिग्रेको हुँदैन क्या। कोही चाहिँ प्रोसेसली बिग्रेको हुन्छ, कोही चाहिँ भ्ल्याटै बिग्रिदिन्छ क्या, भ्ल्याटै स्टार्ट गरिदिन्छ क्या खानालाई। राम्रै हुन्छ मान्छे, तर 1-2 दिन पछाडि ड्रग युज गरेको भेटिन्छ क्या, सडनली हार्ड एन्ड फास्ट हुन्छ क्या। कारण चाहिँ के होला त? त्यो कारण चाहिँ आइडेन्टिफाई गर्नुपर्छ रिहाबको मान्छेले होइन। अनि त्यही कुरालाई अब यदि त्यो मध्येमा कुनै एउटा कारण भेटियो छ भनेदेखि त्यो कुरालाई चाहिँ सर्ट डाउन गर्नुपर्छ, परिवारलाई पनि राख्नुपर्छ, परिवारसँग नियमित महिना दिनमा भेट्नुपर्छ, परिवारलाई पनि सम्झाउनुपर्छ यो चाहिँ रोग हो, डिजिज हो होइन। अनि यसको लागि चाहिँ हामीले यो कुराहरू गर्नुपर्छ भनेर फ्यामिलीलाई पनि बुझाउनुपर्छ र फ्यामिलीले पनि त्यो कुरा बुझ्नुपर्छ। अनि यदि दुईजनाले त्यो कुरा बुझेको छ भने चाहिँ त्यो मान्छे रिल्याप्स हुन चान्स एकदमै कम हुन्छ, न्यून भएर जान्छ। तर कतिपय अवस्थामा अहिले पनि हाम्रो समुदायमा यस्तो छ, छोरालाई रिहाब राखिसके पछाडि बाबुआमा आउँदैन एक, र आइहाल्यो भने पनि कस्तो खालको कुरा गरिदिन्छ भने मेरो छोरालाई यहाँ राखेको छ भनेर नभनिदिनु। हामीले त घरमा भनेकै छैनौँ, घर परिवारलाई काठमाडौँ पठाएको छ भनिदिएको छौँ, इज्जतको डर, इज्जतको डर। त्यो डरको फाइदा चाहिँ एउटा अर्गनाइजेसनले उठाइदिन्छ क्या। फेरि भनेको रिहेबिलिटेसनमा बसेको मान्छेको परिवारले नगर्नुपर्ने गल्तीहरू गर्छन्। यो गल्ती चाहिँ गर्नु हुँदैन। इन्डिकेटेड भन्नाले यो गल्ती भनेको कस्तो भन्नुभयो ठ्याक्ठ्याक्कै पोइन्टमा भन्नुपर्दाखेरि चाहिँ कस्तो हुन्छ भने फ्यामिलीले ढाँट्नु भएन क्या। मेरो बोलिदिनु भएन, झुट बोलिदिनु भएन। झुट त्यहाँ चाहिँ के हुन्छ, झुट जहाँ बोलिदियो होइन त्यहाँ चाहिँ उसले अपर्च्युनिटी भेट्छ क्या, अवसर भेट्छ। मलाई मेरो फ्यामिलीले अझै पनि मेरो गल्ती ढाकछोप गर्दैछ, एक्सपोज गरेको छैन भने त मेरो लागि त अपर्च्युनिटी हुन्छ नि त होइन र। अनि अर्को कुरा, अर्को पनि फ्याक्टर कनेक्टेड भयो कि कस्तो भने रिहेबिलिटेसन सेन्टरमा राखेको छ भने बाबुआमाले चाहिँ छोराछोरीलाई तैँले गर्दा यस्तो भयो, टर्चर जस्तो हुन्छ नि, तैँले सबै सकिस् त बरु मरेको भए ठिक हुन्थ्यो, मरेको भए ठिक हुन्थ्यो। मलाई नि मेरो आमाले भन्नुभएको, मलाई त मेरो आमाले दसैँको टिका लाउँदा के भन्नुभयो भने तँ जाँदै गरेको गाडी एक्सिडेन्ट भएर तँ मरोस्, तँ मर भनेर मलाई आशीर्वाद दिएको। नभन्दै त्यो दिन के भयो भन्दाखेरि मै चढेको गाडीको चाहिँ मै साइडमा, अब कस्तो थियो नि यतिखेर चाहिँ अब अहिलेको जस्तो गाडी थिएन, पुरानो गाडी होइन, त्यो गाडीको आवाजै यत्रो आउँथ्यो कि त्यो मान्छेले थाहा पनि पाउँदैन थियो क्या। त्यो बडीको प्रत्येक पार्ट हल्लिन्थ्यो। एउटा साइडमा उभिएर जाँदै थिएँ म, त्यही साइडको टायर खुस्केर गाडीभन्दा अगाडि गएको छ, तर म मरिनँ, बाँचेँ। त्यस्तो पनि भयो। अनि यो मलाई मात्र होइन, यो प्रत्येक श्रेणीलाई हुन्छ। एउटा रिहेबिलिटेसनमा बसेको मान्छे सुध्रिनको लागि त्यो एउटा व्यक्तिको इच्छा शक्ति मात्रै काफी हुन्छ र दाइ, कि सबैको सहयोग चाहिन्छ? सबैको सहयोग चाहिन्छ, सहयोग बिना केही नै हुँदैन। यसमा स्पेसल्ली फ्यामिलीको सहयोग चाहिन्छ। फ्यामिलीको सहयोग बिना चाहिँ एउटा अर्गनाइजेसनै निट एन्ड क्लिन बस्न सक्दैन, उसलाई धेरै गाह्रो हुन्छ। तपाईँको जिन्दगीको कुरा गरौँ, रिकभरी भइसके पछाडि आफ्नो जिन्दगी बदलिएको अनुभव गर्नुभयो त तपाईँले? कस्तो कस्तो कुरामा चेन्जेस पाउनुभयो तपाईँले? कस्तो कुरामा चेन्जेस पाएँ भन्दा यस्तो भयो क्या, म चाहिँ लगभग गाउँ निकाला मान्छे हो, टोल निकाला मान्छे हो। मैले अघि नै भनिहालेँ, पैसा तिरेर घर भाडा खोज्दाखेरि पनि मलाई घर नदिएको एरिया हो क्या। 11 नम्बर वार्ड, अब सामाजिक बहिष्कार, 6 नम्बर वार्ड, यता 12 नम्बर वार्ड, यो 3टा वार्डमा मलाई घरै दिएन क्या। किन भन्दाखेरि म लागु औषध प्रयोगकर्ता, म चाहिँ अरूसँग भएको कारणले गर्दाखेरि। अनि त्यही समुदायमा यस्तो खालको मान्छे पनि थियो कि योसँग हिँड्नु हुँदैन, यो चाहिँ गलत चोर फटा एडिक हो, यो चाहिँ नालीको किरा हो,
यसको सङ्गत गर्नु हुँदैन, यसलाई राख्नु हुँदैन, यसले गाउँ नै बिगार्छ, समाजै बिगार्छ भन्ने मान्छेहरू थियो छ। तर त्यही मान्छेहरूले चाहिँ पछिल्लो समयमा आएर चाहिँ मेरो घर आइदिए पनि हुन्थ्यो, मेरो बुढालाई मेरो बच्चालाई सम्झाइदिए पनि हुन्थ्यो, बाटो देखाइदिए पनि हुन्थ्यो भन्ने कुराहरू जब मैले पाएँ नि, त्योभन्दा ठुलो परिवर्तन के हुन्छ। एकदम गर्व लागेर आउँछ पहिलाको त्यो आफूलाई र अहिलेको आफूलाई सम्झिँदाखेरि। इभन यतिसम्म थियो कि कसैको बिहामा इन्भाइट भयो, म चाहिँ स्टिल ड्रगै युजर थिएँ। मेरो घरमा मेरो आमालाई कार्ड दिन आउँदा तपाईँ एक्लै आउनु होला भनेर आएको छ क्या, त्यो दिन थियो क्या एउटा। अब आज यस्तो छ कि तँ आउनै पर्छ क्या। अब प्राइमेरी फोकस भयो तपाईँप्रति त्यो चिजहरू। अनि तपाईँले दाइ रिहेबिलिटेसन सेन्टर चलाइराख्दाखेरि रिहेबिलिटेसन सेन्टरभित्र चाहिँ सबैभन्दा ठुलो समस्या चाहिँ के हो? सबैभन्दा ठुलो समस्या चाहिँ के हो भन्दाखेरि कन्ट्रोल एकदम ठुलो समस्या हुन्छ। कानुन चाहिँ तपाईँहरूको लागि बाधक बनेको छ कि छैन? भनेको यो कानुनले यसो गर्न दिँदैन, यो चिज चाहिँ कानुनले गरिदिएको थियो भने राम्रो हुन्थ्यो होइन? अनि कति कति एज ग्रुपको मान्छेहरूलाई तपाईँहरूले राख्नुभएको छ भन्नाले कानुनले चाहिँ बाँधेर राखेको छ क्या रिहेबिलिटेसन सेन्टरलाई। भनेको जस्तै बाल सुधार गृह तपाईँलाई थाहा छँदैछ, सरकारी बाल सुधार गृह छ नि यहाँनिर। त्यस्तै कुनै कानुन बाधक बनेको कारणले तपाईँहरूलाई अप्ठ्यारो हुने हो कि अन्य नै फन्डिङको कुराले अप्ठ्यारो हुने हो कि सोर्सिङको कुराले अप्ठ्यारो हुने हो कि होइन? भनेको कम खर्चमा चाहिँ मान्छेहरूलाई राम्रो सर्भिस प्रोभाइड गर्न गाह्रो पर्छ कि त्यस्तै सबैभन्दा अप्ठ्यारो चाहिँ हुने तपाईँहरूलाई चलाउँदै गर्दाखेरि? कानुनले खासै त अप्ठ्यारो त बनाएको छैन कि, तर एउटा कुराले गर्दाखेरि चाहिँ अलिकति मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि मैले अघि पनि भनिहालेँ, उसले अब मैले चाहिँ म कहीँ जाँदैछु र मैले मेरो सेवनको लागि भनेर यति गाँजा र दुईवटा पगेको छु गोटी भने त्यो दुईवटा गोटी र यति गाँजामा पनि मलाई हालिदिन्छ क्या। त्यस्तो खालको कुराहरूमा चाहिँ कानुनले हेरिदिँदैन क्या, बुझिनै दिँदैन। यसलाई जेल होइन, यसलाई चाहिँ उपचारको खाँचो छ। यो चाहिँ सेवनकर्ता हो, यसलाई चाहिँ रिहेबिलिटेसन सेन्टर पठाउनुपर्छ। इभन रिहाबकै मान्छेले गएर भन्दाखेरि पनि जस्तो उसलाई समात्यो, उसको फ्यामिलीले आएर हामीलाई भन्छ नि त मेरो छोरालाई यति यतिमा यसरी समात्यो भनेर। अब हामीलाई पनि त थाहा हुन्छ नि त सेवन गरिरहेको र भनेर। जस्तो कस्तो नै एउटा माल बेच्ने डिलरले म्याक्सिमम् केही नभने पनि 50-60 बोतल बोक्छ, 50-60 पिस बोक्छ व्यापारीले। सेवन गर्ने मान्छेले बोक्ने भनेको दुईवटा यति गाँजा धेरै भए 1 सेट माल हुन्छ, त्योभन्दा बेसी केही नै हुँदैन। त्यतिकै आधारमा चाहिँ प्रहरी प्रशासनले कानुनले चाहिँ उसलाई जेल पठाइन्छ। 50-60 वटा बोतल चाहिँ ड्रग डिलरले बोकेर हिँड्छ। त्यो भनेको अलिकति अब डिलर र कन्ज्युमर चाहिँ हामीले चिन्न सकेनौँ। त्यो चाहिँ कानुनले नै हेर्नै सकेन क्या। त्यो 2 पिस भेटाउनलाई पनि जेलै हालिदिएको छ। कतिपय केसमा त अब मेरो पनि साथीहरू छन् होइन, कोही कोही साथीहरू रिकभरी छन् क्या। मेरो उता पूर्व हो नि त घर मेरो, अनि झापामा चाहिँ एकदम एक्सेसिभ ब्राउन सुगर, ब्राउन सुगर चाहिँ एकदम धेरै एब्युज भएको चिज क्या। अनि कोही कोही साथीलाई चाहिँ पटके परेको भन्ने पनि कन्सेप्ट हुँदो रहेछ क्या एउटा। अनि के रहेछ भने फर्स्ट टाइम पक्रेको हो भने चाहिँ रिहाबतिर पठाइदिने यस्तो भन्छन् नि। यो के हो यो कुरा चाहिँ मैले बुझिनँ क्या अलिकति। सुरु टाइम पक्रिँदा चाहिँ रिहाबतिर पठाइदिने भन्दाखेरि पनि यस्तो हुन्छ क्या, अब उसको पहुँच छ, उसले पहुँच लगाउन सक्यो, सोर्स लगाउन सक्यो भने मात्र रिहाब जाने हो क्या। होइन भनेदेखि अहिले पनि होइन यो थोरै मात्रामा पनि भेट्यो भने पनि जेल जाने मान्छेहरू छ क्या। अहिले अस्ति भर्खरै हालसालकै कुरा हो होइन, 1 ग्राममा 4 जना मान्छे गएको छ क्या जेल रिसेन्टली। ब्राउन सुगरमा 1 ग्राममा 4 जना। अब त्यो पनि खाना बसिरहेको बेलामा प्रशासनले आएर प्रहरीले आएर समातेको, त्यो 4 जना गयो क्या। अब त्यस्तो चिजहरूलाई चाहिँ नियमन गराउन चाहिँ नेपाल सरकारले चाहिँ अलिकति यही क्षेत्रको मान्छेलाई चाहिँ कानुन बनाउने ठाउँमा लानुपर्छ भन्ने तपाईँहरूको माग हो। तपाईँहरूले यो तपाईँले स्पेसली हरले नभनौँ, मैले यो जुन तपाईँले विषय उत्थान गर्नुभयो यो विषय चाहिँ अन्य मान्छेको मुखबाट चाहिँ आजसम्म सुनेको थिइनँ होइन। यो विषयको लागि चाहिँ तपाईँले वकालत पनि गरिराख्नु भएको छ? वकालत पनि गरिरहेको छु, गरि नै रहन्छु पनि। प्रिभिलेज एउटा लागु औषध सेवनकर्ताको पीडा एउटा लागु औषध सेवनकर्ताले नै बुझ्छ भन्ने कुरालाई चाहिँ आधार मानेर
प्रिभिलेज तपाईँहरूलाई दिनु पऱ्यो, तपाईँहरूले कोटा छुट्याइदिनु पऱ्यो, तपाईँहरूले चाहिँ यसलाई रेगुलेट गर्ने कानुन हामीले भन्दा बेटर कसैले बुझ्या हुँदैन। त्यस कारणले गर्दाखेरि हामी पनि यो क्षेत्रमा हुनुपर्छ भन्ने चाहिँ तपाईँहरूको माग रहेको छ। ठिक छ, राम्रै कुरा हो यो त। जहाँसम्म मैले बुझ्दा, म पनि एउटा लकै विद्यार्थी हुँ, त्यो हिसाबले जाँदा अब यसलाई चाहिँ के भन्छ, जोन रावलको थ्योरी छ क्या, एउटा फेमस फिलोसफर हुन्, उनको थ्योरीभित्र पर्ने कुरा हो क्या यो, सोसियल जस्टिस भन्छ, सामाजिक न्यायको सिद्धान्त भन्छ। अनि जसलाई आवश्यकता पर्छ, जुन मान्छेको मर्म अर्को मान्छेले बुझ्दिँदैन, बुझ्या हुँदैन, त्यो मर्म बुझ्ने मान्छेलाई नै ठाउँमा पुर्याउनुपर्छ। त्यसले मर्म बुझेको कारणले गर्दाखेरि नयाँ चेन्जेसहरू आउन सक्छ, राम्रो हुनसक्छ। किनभने चोरको पीडा त चोरलाई पनि थाहा हुन्छ, होइन त? एउटा ठेकदारको समस्या के हो त्यो ठेकदारलाई पनि थाहा छ, एउटा दुर्व्यसनमा परेको मान्छेको पीडा दुर्व्यसनमा परेको मान्छेलाई पनि थाहा हुन्छ, अरूलाई थाहा हुन्छ। त्यही कन्सेप्ट चाहिँ तपाईँले अगाडि प्रस्तुत गरिराख्नु भएको छ, एकदम राम्रो पोजिटिभ लाग्यो मलाई यो कुरा चाहिँ। त्योभन्दा पनि अलिकति बाहिर जाउँदै कन्सेप्टबाट, होइन, म एउटा जेन्जी युवा, जेन्जी भन्छन्, अस्ति आन्दोलन पनि भयो, होइन, जेन्जीहरू खतरा हुन्छ नि, खत्रै हो, अब खत्रै भन्छन्, एउटा स्पेसिफिक एज ग्रुप हो। तपाईँहरूको पालोमा पनि त माओवादीको क्रान्ति भयो नि, 17,000 मान्छे मरे हुन्, त्योभन्दा अगाडि काङ्ग्रेसले पनि क्रान्ति गरे हो, विराटनगर जुट मिलको कथाहरू पनि छँदैछ, होइन। अहिलेको हाम्रो युवा पुस्ताहरूमा चाहिँ ट्रेन्ड चलेको छ क्या यो लागु औषधको चाहिँ, भन्नाले अब यो ट्रेन्ड बढेको छ जुन लागु औषधको, लागु औषध, लागु पदार्थ, होइन, लापासे रक्सी नै भनौँ न, खाने, कुल हुने, यो चाहिँ एउटा ट्रेन्ड क्या, लहर आउँछ नि, त्यो लहर उतान्दा पहरो गर्जो भन्छ नि, त्यस्तै ट्रेन्ड चलेको छ। अनि यो ट्रेन्डलाई चाहिँ तपाईँले कसरी लिनुपर्छ, कसरी लिनुहुन्छ भनौँ न, सजेसन एउटा। यो ट्रेन्डलाई चाहिँ मैले चाहिँ कसरी लिएको छु भन्दाखेरि, एकता त ड्रगको अवेरनेसको एकदमै कमी छ। यो किन भन्दाखेरि अहिले चाहिँ कस्तो भयो भने, अब हाम्रो पालामा त इन्टरनेट थिएन, हामी डाइरेक्ट मान्छे देख्थ्यौँ, मान्छेलाई भेट्थ्यौँ र हामी एट्याक भयौँ। तर अब अहिले चाहिँ के छ भने, सोसियल मिडियाहरू र इन्टरनेटमा पनि यस्तो यो ड्रग सेवन गरेको कुराहरू, होइन, मात्र हालेको हुन्छ, त्यसको हार्महरूको बारेमा हालेको हुँदैन। त्यो हेर्दा हुन्छ, होइन, त्यसको राम्रो पक्ष मात्र छ क्या, नराम्रो पक्ष छैन। र अनि कहाँ एभाइलेबल, अनि कति एमजी, कति ग्राम, कति मिली, त्यो सबै छ। अब त्यही त मलाई पनि अचम्म लाग्यो। अनि अलिकति सोसियल मिडियाले पनि यो कुरालाई चाहिँ मलाई लागेको कुरा चाहिँ कस्तो भने, भित्री रूपमा चाहिँ यसले युवाहरूलाई, अहिलेको जेएनजी युवाहरूलाई यसमा अलिकति खानको लागि, सेवन गर्नको लागि प्रेरित पनि प्रोत्साहित गरिरहेछ। र अनि अर्को कुरा चाहिँ के भन्दाखेरि, कुल हुनको लागि। र अनि अर्को कुरा के भन्दाखेरि, हामी युवाहरू चाहिँ, केटाहरू चाहिँ म्याक्सिमम् केटीहरूको अगाडि चाहिँ बोल्नु नसक्ने, आफ्नो मनको कुरा राख्नु नसक्ने हुन्छौँ क्या। अन्त सेल्फ स्टिम बढाउनको लागि पनि हामीले त्यो एप्लाई गरिरहेको छौँ, कन्फिडेन्स बुस्टरको लागि गरिरहेको छौँ क्या। त्यो पनि अहिले चाहिँ धेरै मात्रामा मेरो पुस्ताले चाहिँ गरिरहेछ, देखिएको छ क्या। त्यो चाहिँ खुल्ला। अनि यो एक किसिमको अब त्यो हुँदाहुँदै अब अहिले चाहिँ ट्रेनै भयो क्या, फेसनै जस्तो भएको छ क्या। जस्तै होइन, यो त अब सुरुदेखि नै ओपन बोर्डर हो, पहिलादेखि नै सुरु भएर आयो। तपाईँहरूको जेनेरेसनमा हुने, हाम्रो जेनेरेसनमा नभएको भनेको, तपाईँहरूको जेनेरेसन चाहिँ त्यो धेरै गर्नुभयो, हाम्रो जेनेरेसनले चाहिँ त्यो स्ट्रगल नगरिकन यहाँनिर आएर चाहिँ ओपनली क्या, तपाईँहरूको पालामा बरु अलिक क्रिटिकल थियो होला। अहिलेको कन्डिसनमा त जहाँ पनि जे पनि एभाइलेबल छ, होइन, सोसियल मिडियाको पनि सदुपयोग भनौँ, दुरुपयोग भनौँ। अब कसरी नै, मेरो एउटा टिकटक एकाउन्ट छ, होइन, अनि मैले एउटा अलिकति डिफ्रेन्ट चिज एउटा बोलेको थिएँ है, त्यो चिज पोस्ट गर्दाखेरि योर कन्टेन्ट इज रेस्ट्रिक्टेड बिकज कुनै नेतालाई हार्म गर्ने कुरा मैले बोलेको थिएँ, त्यसो भनेर मलाई भन है। अब मैले मेरो टिकटकको फर यू पेजमा के आयो भने, बिएस लभर भनेर एउटा भिडियो आयो, थाल छ एउटा, कसरी खाइन्छ प्रोसेस मलाई थाहा छैन, स्टिलको थाल छ, अनि एउटा के छ क्या त्यो दल्ने चिज, अनि ब्लेडले मस्त दलिरहेछ क्या, त्यसले यसरी खुर्किरहेछ क्या। त्यो भिडियोमा 18,000 लाइक थियो क्या, भनेको 7 घन्टा अगाडि अपलोड गरेको भिडियोमा 18,000 लाइक थियो क्या। त्यस्तो चिज चाहिँ सामाजिक सञ्जालमा राख्नको लागि अलाउ गरेछ, होइन। अनि मैले कुनै एउटा पोलिटिकल मान्छेको बारेमा एक शब्द सानो कुरा बोल्यो भने त्यो चाहिँ हटाइन्छ क्या, हटाइन्छ। यो चिजले पनि गर्दाखेरि अलिकति प्रोत्साहन भएको हो कि जस्तो लाग्छ मलाई, भएको धेरै प्रोत्साहन, धेरै
धेरै। किन भन्दाखेरि अलिकति पनि यदि हामीले कसैको विषयमा बोलेर यदि हालेका छौँ कन्टेन्ट बनाएर भने हजुर टिकटकमा त्यो भिडियो चलिहाल्यो अथवा भिडियो लिइहाल्यो भने पनि त्यो भिडियो चल्दैन, फर युमा जाँदैन, रिच पुग्दैन। रिचै पुग्दैन, त्यो हालेको र नहालेको बराबर हुन्छ होइन। तर त्यही ठाउँमा चाहिँ अब यो ड्रग सम्बन्धीको अरू पनि कुराहरू छ जुन कुराहरू अब भन्नु पनि मिल्छ भन्नु पनि मिल्दैन होइन। जुन कुराहरू चाहिँ सोसियल मिडियामा जस्तो नेपालको उसमा चाहिँ अब टिकटक अत्याधिक मात्रामा युज हुन्छ होइन, अत्याधिक मात्रामा युजरहरू पनि छ, त्यो नचलाउने मलाई लाग्छ मान्छे छैन। तर कस्तो चाहिँ कतिवटा एउटा नर्मली एउटा कन्टेन्ट मैले पनि बनाएर हालेको थिएँ जुन कन्टेन्ट चाहिँ टिकटकले लियो तर त्यो खासै उपलब्धि भएन क्या, रिच पुगेन, रिच पनि पुगेन, अरू कुराहरू पनि भयो क्या त्यसमा। मलाई पनि त्यो थ्रेट आयो क्या। जनताले चाहिँ नेपालका जनताले हाम्रो उमेर समूहकाले चाहिँ अलिकति अभद्र छाडा नचाहिँदो चिजहरू होइन, अनयुजुअल चिजहरू मैले जुन कुरा बोलेको थिएँ त्यो भन्दा चाहिँ एउटाले ब्राउन सुगर चप हान्नु भन्दो रहेछ क्या, कमेन्ट चाहिँ चप भन्दो रहेछ, चप हानेको भनेर भन्दो रहेछ। ब्लेडले रेडी रेडी दलिरहेको थियो त्यहाँनिर। अनि त्यो चप हानेको भिडियो चाहिँ मैले एउटा दिएको एउटा बौद्धिक कुरा भन्दा पनि त्यो नराम्रो चिजलाई चाहिँ प्रोत्साहन बेसी भयो, एकदम धेरै त्यो कुराले धेरै असर गरेको छ समाजमा। अनि योबाट बाहिर जाँदा एउटा अभिभावकले एउटा बाउ आमा हजुरबा हजुरआमा एउटा प्यारेन्ट्सले चाहिँ बच्चाले कुन हिसाबले कन्ट्रोल गर्यो भने, कतिसम्म लिमिट लगायो भने चाहिँ लागु औषध दुर्व्यसनमा छिर्दैन जाँदैन। बच्चाहरूको त्यो तपाईँ त सानैदेखि लाग्नुभएको भन्नुभयो तपाईँले होइन, तपाईँले त्यो मानसिकता पनि बुझ्नु भएको छ, भोग्नु पनि भएको छ, एक्सपिरियन्स पनि गर्नु भएको छ, रिकभरी पनि हो। कसरी गरिदियो भने एउटा बाबाआमाले, अहिलेको बाबाआमाले है, अहिले हजुरको नि बच्चा त छ होला होइन, त्यो बाबाआमाले चाहिँ के हिसाबले कन्ट्रोल गरिदिँदाखेरि बच्चाहरू चाहिँ त्यो दुर्व्यसनतर्फ जाँदैनन्, कसरी चाहिँ राम्रो हुन्छन् उनीहरूले, कसरी चाहिँ उन्मुक्ति पाउँछन् र यो समाजलाई चाहिँ लागु औषध विहीन भन्दा पनि अब कम विहीन त अलिक सम्भवै छैन अहिलेको कन्डिसनमा, तर दुर्व्यसनबाट टाढा राख्न सकिन्छ आफ्नो बालबालिकालाई भन्ने केही बच्चाहरूलाई त मैले दिएको फर्स्ट अफ अल चाहिँ त्यो आत्मबल घटाउने काम चाहिँ गर्नु हुँदैन क्या प्यारेन्ट्सले, जुन चाहिँ हामी गर्छौँ। फेरि जस्तै यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन, त्योसँग हिँड्नु हुँदैन, ए बाबु कहाँ हिँडेको हुन्छ नि बच्चामा। अब त्यो टोलमा अब त्यो बच्चालाई त थाहा हुँदैन नि त कुन वर्ग के जात भन्ने कुरा होइन र। तर हामी त्यो जुन हाल्छौँ नि बच्चाको कन्सेप्टमा त्यो कुराले चाहिँ बच्चाको मनस्थितिमा नराम्रो असर गर्छ क्या, त्यसले नकारात्मक असर गर्छ, जसको कारणले गर्दाखेरि चाहिँ बच्चाहरू दुर्व्यसनीतर्फ जान सक्ने सम्भावना बढेर जान्छ क्या। तर कस्तो छ भने धेरै लागु औषध सेवनकर्ताहरू चाहिँ साथीहरूकै सङ्गतबाट लागेको भन्छ नि त, भन्छन्, भनेको आफै त खान सिक्दैन, भगवान्ले आएर राखिदिँदैन पनि होइन, आफै आउँदैन भने आफै जानुपर्छ। त्यो ठाउँसम्म पुर्याउने एउटा चाहिँ पुल जस्तो काम गरिदिन्छ अरे क्या साथीले, भनेको दुईवटा ठाउँ छ कनेक्टेड, एउटा यो तपाईँ हुनुभयो एउटा लागु औषध, बिचमा चाहिँ साथी एउटा पुल बनाएर आउँछ अरे होइन त। शिक्षा भन्ने चिज नि किताबबाट मात्र पाइँदैन, जीवनबाट पनि पाइन्छ। अनि जुन दिन हामी हाम्रो बच्चालाई जीवनको शिक्षा दिन्छौँ नि त्यो उसले त्यहीँनिर गुड एन्ड ब्याड भन्ने कुरा छुट्याउन सक्छ क्या। हामी चाहिँ जबरजस्ती लाद्ने काम गर्छौँ, बाध्यता बोझ भरिदिन्छौँ, तैँले यो गर्ने हुँदैन, तैँले योसँग हिँड्ने हुँदैन भन्ने कुरा, तर किन हिँड्नु हुँदैन भन्ने कुरा भनिदिँदैनौँ क्या। ठिक अनि त्यहाँ प्रब्लम छ नि त। एउटा मैले साधारण मेरै लाइफमा भएको एउटा म घट्ने भन्छु, म स्कुल पढ्दा चाहिँ मेरो एउटा साथी पढन दास थियो क्या, ट्यालेन्ट थियो क्या त्यो। अनि त्यो चाहिँ कस्तो थियो भने मेरो प्रत्येक काममा उसले मलाई ऊ पनि गर्थ्यो क्या सपोर्ट। जस्तो म ड्रगै युज गर्थेँ भने पनि ओके छ त खाइदिए हुँदैन यस्तो क्या, पैसा छैन भने पनि उसलाई माग्दाखेरि उसले नाइन भन्ने दिने, तर उसले पछि भन्थ्यो क्या यो त गलत गर्दैछस् भन्थ्यो क्या। सुरुमा चाहिँ सपोर्ट गरेँ तर पछि चाहिँ गलत गर्दैछस् भन्ने त्यो एउटा साथी थियो। अर्को चाहिँ कस्तो नि उसलाई चाहिँ कुनै किसिमको डरै थिएन क्या, निडर, बाबाआमाको अगाडि पनि खाइदिने, झगडा झाँटी पनि गर्दैन, कोटपेट पनि गर्दैन। अनि मेरो चाहिँ कस्तो भने त्यो केही नखाने भन्दा खानेसँग राम्रो थियो, जसको कारणले गर्दाखेरि चाहिँ मेरो घरको परिवारले मन पराउँदैन थियो क्या। अनि त्यो स्टार्टिङ फेजमा होइन, अनि मलाई त्यो किसिमको कन्सेप्ट हाल्दाखेरि म फ्यामिलीसँग नेगेटिभ हुन्छु क्या, आफ्नो परिवारतर्फ नकारात्मक हुन्छ। अनि अघि प्रसङ्गकै कुरा दाइ
अगाडिको डिस्कसनमा हामीले केही समय अगाडि के भन्नुभएको थियो भने तपाईँले एउटा इन्ट्रोभर्ट मान्छेलाई चाहिँ इन्ट्रोभर्ट भनेको इन्टरेक्सन गर्न डराउने भनेको अलिकति परिवारमा पनि घुलमिल नहुने, मान्छे आयो भने कोठाभित्र लुक्ने होइन, आइसोलेटेड क्या, त्यस्तो बच्चाहरू चाहिँ दुर्व्यसनमा लाग्ने सम्भावना धेरै हुन्छ भन्नुभएको थियो होइन। हामीले अघि प्यारेन्ट्सको कुरा गर्दै गर्दाखेरि के भन्यौँ भने बाहिर साथीहरूसँग हिँड्दाखेरिको कुरा गऱ्यौँ हामी, जो मान्छे हिँड्नै रुचाउँदैन, जो मान्छे अलिकति अब हाम्रो नेपालमा घोप्टे भन्छन् त्यस्ता होइन, घोप्टे प्रविधिको भन्छन्, त्यस्ता बच्चाहरू जुन छन् इन्ट्रोभर्ट किसिमको, ती बच्चाहरूलाई चाहिँ बाउआमाले के एक्सन लिइदिँदाखेरि चाहिँ बेटर हुन्थ्यो, कस्तो खाले उनीहरूलाई शिक्षा दिँदा? उनीहरूलाई त फर्स्ट अफ अल त के भन्दाखेरि त्यो टाइपको यदि बच्चाहरू छ भने चाहिँ उसलाई केमा रुचि छ, हजुर उसको रुचि थाहा पाउनु एकदम जरुरी हुन्छ। उसलाई के चाहिँ गर्न बढी मन लाग्छ, इच्छा इन्ट्रेस्ट अफ फिल्ड, त्यो कुरालाई चाहिँ त्यो कुराको सपोर्ट लिएर चाहिँ उसलाई त्यो समस्यादेखि बाहिर निकाल्न सकिन्छ क्या। तर जानै नदिनको लागि चाहिँ सबैभन्दा मेन कुरा उसलाई मनपर्ने कुरा के हो त त्यो गर्न चाहिँ उसलाई दिनुपर्छ क्या। तर अब हाम्रो समाजले चाहिँ के भन्छ भने मेरो छोरा डक्टरै बन्नुपर्छ, इन्जिनियरै बन्नुपर्छ, पाइलटै बन्नुपर्छ, 100% लिएर आउनुपर्छ भन्ने मेन्टालिटी हुन्छ, जुन मेन्टालिटीको कारणले गर्दाखेरि चाहिँ त्यस्तो खालको बच्चालाई अझ बढी असर पर्छ क्या। यो तुलनात्मक हिसाबले राख्नु भएन बाबुआमाले, कम्पेयर चाहिँ गर्नु भएन छोराछोरीसँग, त्यसो घरमै पनि गर्नु भएन। त्यो दाजु चाहिँ एकदम पढान्दाज छ, भाइ स्कुल हुन्छ, उहाँहरू त तेरो दाइलाई भनिदिन्छ। अब त्यो कहीँ न कहीँ त्यो बच्चाको मानसिकतामा त लाग्छ, डाउन हुन्छ, मनोबल घटेपछि घट्छ। अनि उसले रोज्ने भनेको त्यही बाटो हो क्या। तर त्यही कुरालाई चाहिँ ठिक छ तँलाई पढाइमा इन्ट्रेस्ट छैन, तर के कुरामा इन्ट्रेस्ट छ त त्यही गर्नु त ल। जस्तै तपाईँले भन्नुभयो है अगाडि, मेरो बुवा पनि एल्कोहलिक हुनुहुन्थ्यो, मेरो दादा पनि ड्रग एब्युज गर्नुहुन्थ्यो। यदि कसैको परिवारमा सबैजना चाहिँ त्यस्तै खाले कन्डिसनका मान्छे छन् है, सबैजना नभनौँ, एउटा न एउटा त सोबर हुन्छ कोही न कोही होइन। जस्तै मेरो बाबाले पनि ड्रग्स लिनुहुन्थ्यो अरे, मेरो काकाले पनि लिनुहुन्थ्यो अरे होइन, मेरो हजुरबा पनि चुरोट खानुहुन्छ बाहिर बसेर, बिडी खानुहुन्छ भनौँ सम सर्ट अफ होइन। त्यो माहौलमा हुर्किँदै गरेको बच्चाले चाहिँ के चिज भोग्नुभयो, तपाईँले पनि त्यही भोग्नुभयो होइन। त्यसले चाहिँ कतिको भनेको त्यो माहौलतर्फ ठेल्नको लागि जुन चिज एउटा राम्रो परिवारको कसै केही नखाने एउटा राम्रो गुड फ्यामिलीको बच्चाले चाहिँ सिगरेट भन्ने चिज चाहिँ अनयुजल हो उसको लागि होइन। तर जो बच्चाले चाहिँ आफ्नै बाबाले सिगरेट खाएको देखिरहेछ होइन, आफ्नै काकाले सिगरेट खाएको देखिरहेछ, आफ्नै मम्मी रक्सी अल्कोहल खाइरहेछ होइन, त्यो बच्चाले त्यो देखेको बच्चा र त्यो केही नदेखेको बच्चामा कम्पेरिटिभली केही न केही फरक त हुन्छ होला नि त, फरक हुन्छ। अनि यो दुईवटा बच्चाहरूको कम्पेरिजनमा चाहिँ अलिकति लिन भएर बिग्रिने सम्भावना हुन्छ नि, दुर्व्यसनमा लाग्ने सम्भावना चाहिँ कस्ता किसिमको बच्चाको हुन्छ जस्तो लाग्छ तपाईँलाई? दुइटैको हुन्छ, गेस गर्न सकिँदैन कि बाउ फटा छ छोरो पनि फटाइ हुन्छ भन्न सकिँदैन। बाउ राम्रो हुन्छ, उसमा उत्सुकता के हुन्छ, कस्तो हुँदो रहेछ भन्ने हुन्छ। उसलाई चाहिँ त्यो कुरा थाहा पाइसकेको हुन्छ कि अर्कोलाई चाहिँ जसले देखेको छ, जसले देखेको उसलाई त थाहा हुन्छ। जसले देखेको हुँदैन उसलाई त अब पुरै क्युरियोसिटी हुन्छ। जस्तो मेरो एकजना भाइ थियो, उसले चाहिँ इन्टरनेटमा सर्च गरेर माल कहाँ हान्नुपर्ने भनेर इन्टरनेटमा भ्यान सर्च गरेर बडी स्क्यान गरेर त्यो हिसाबले हान्थ्यो क्या उसले। कस्तो बडीको यो पार्टमा हान्दा चाहिँ होइन मेरो शरीरलाई असर गर्दैन, मेरो भ्यानलाई असर गर्दैन भनेर इन्टरनेटमा सर्च गरेर उसले ब्राउन बोइल गरेर हान्थ्यो क्या। बोइल गरेर भन्नाले ब्राउन सुगरलाई बोइल गरेर पनि हान्छ क्या, त्यो सिरिन्जबाट दिन्छ। त्यो थियो, त्यस्तो खाले पनि हुन्थ्यो। रिल्याप्स ठिक छ दाइ। अब अलिकति छोटो मिठो प्रश्नतिर जाउँ है। तपाईँको जिन्दगीमा एडिक्सन तपाईँको चोइस हो कि बाध्यता हो? अब अहिलेको मैले अघि नै पनि भनिहालेँ यो कुरामा चाहिँ कस्तो भने सुरुमा त अब खाइसके पछाडि मात्र चोइस हुने हो। किन भन्दाखेरि खाइसके पछाडि मात्र उसको स्वाद टेस्ट थाहा हुन्छ नि, त्यसले यो कुरा गराउँदो रहेछ, यो किसिमको रमाइलो हुँदो रहेछ, यो किसिमको हाई हान्दो रहेछ, यो किसिमको थ्रिल मजा आउँदो रहेछ भन्ने कुरा खाइसके पछाडि मात्र थाहा हुन्छ होइन। तर त्यो पछि चोइस चाहिँ चेन्ज पनि हुन्छ। अघि पनि भएको थियो कुरा, पहिला फेन्सिडिल खाएँ मैले, पछि नर्फिन हान्न बन्दी गरेर खाँदाखेरि आजसम्म तपाईँले कति प्रकारको लागु औषध सेवन गर्नुभएको छ?
मैले त्यस्तो धेरै त गरिनँ, जो अब यहाँ पाउने चाहिँ मैले लगभग सबै नै गरेँ। के पाउँथ्यो लिस्ट? फेन्सिडिल, कोरेक्स, अनि नर्फिन, इडिजेसिक, एबेल, डाइजिपम, क्ल्याम्पस, यो चाहिँ मिक्स गरेर युज गर्ने हो क्या। भनेको फेनार्गन यो मिक्स गरेर प्रयोग गरिन्छ क्या यो चाहिँ। यी औषधिहरू चाहिँ तपाईँले दुरुपयोग गर्नु गरेँ। आफ्नो होल करियरमा गरेँ। अनि गाँजा गाँजा चाहिँ म कमन भइहाल्यो, समटाइम मात्र खान्थेँ, त्यो कहीँ कतै केही भएन भने त्यो चाहिँ अप्सनमा राख्थेँ क्या। सेकेन्डरी। यो चाहिँ लास्टमा केही भएन भने यहाँ खान्छु अनि घर जान्छु भन्ने हुन्छ। नौ प्रकारको चिजहरू खानुभयो। अनि यो मिक्स गरेर खाने भन्नुभयो होइन, यो मेरो साथीहरू छन् क्या फर्मुला भन्छन्। अब फर्मुला हामीले फेरि म्याथमा इक्वेसन पढेको a² + 2ab + b², हामीले बुझेको फर्मुला त्यो होइन। अब फर्मुला भन्छन् केटाहरू, अब फर्मुला बनाउने यस्तो भन्छन्, यो भनेको चाहिँ के हो, कन्सेप्ट के हो फर्मुलाको? फर्मुला भन्ने चाहिँ मेडिसिनै हो, त्यसमा चाहिँ कम्पोजिसनहरू मिक्स गरेर खाइन्छ। अब त्यो कम्पोजिसनको नाम चाहिँ म भन्दिनँ, किन भन्दाखेरि त्यसले फेरि मिसयुज हुनसक्छ। तर यो चाहिँ मिसाइन्छ क्या, मिसाएर 2-4वटा ट्याब्लेट मिक्स गरेर खाइन्छ। त्यो खाइसके पछाडि चाहिँ भनेको दामी चार्ज हान्छ। यो दबाईसँग यो दबाई मिसाएर खायो भने यो रियाक्सन हुन्छ। अनि यो कुराको जानकारी चाहिँ कसरी हुन्छ क्या तपाईँहरूलाई प्राप्त? यो कुराको जानकारी अब एडिकहरू ब्रिलियन्ट माइन्डको हुन्छ क्या। धेरै खोज गर्ने खोजकर्ता हुन्छ क्या। जस्तो हामी पनि त्यो केमिकलहरू युज गर्दा, ड्रगहरू युज गर्दा हामी हेर्छौँ क्या, कहाँ बनेको, कुन कम्पनीको हो, कुन ब्रान्डको हो, कति एमजी के छ, त्यो सबै हेर्थ्यौँ क्या हामी। हान्नुभन्दा अगाडि चाहिँ हेर्दैन थियौँ, हानिसके पछाडि चाहिँ हेर्थ्यौँ क्या। फेरि खाली भएपछि यसो हेरौँ, यसमा यो हुँदो रहेछ, अनि चार्ज लाग्दो रहेछ भनेर। त्यस्तो फर्मुला भनेको चाहिँ यो केमिकल कम्पाउन्ड र यो केमिकल कम्पाउन्ड मिक्स गरेर खाइसकेपछि यस्तो खाले चार्ज हुन्छ भनेर थाहा हुन्छ। अनि त्यही अनि त्यो आफै बनाउनुहुन्छ तपाईँहरू? त्यो आफै बनायो, आफै खायो। बनायो भन्दा नि किन लिएर आयो, मिक्स 4टा हुन्छ, मिक्स गरेर खाइदियो एकैताली। त्यसो गर्दाखेरि रिएक्सन अलिक एग्रेसिभ पाइयो। एग्रेसिभ भन्दा मजाको हान्छ, चार्ज चाहिँ दामी हान्छ। छोड्नु यो कुरालाई। लाइफको बिगेस्ट अचिभमेन्ट र बिगेस्ट रिग्रेट? बिगेस्ट एचिभमेन्ट त अब त्यस्तो धेरै चाहिँ छ भन्दैन। म आफू परिवर्तन भएँ, परिवर्तन आफूमा पाएको छु र आफू जस्तै उलटमा फँसेका साथीहरूलाई एउटा मार्गदर्शीको रूपमा बाटो देखाउन पाएको छु होइन। त्यही नै एउटा एचिभमेन्ट भयो मेरो लागि। अनि रिग्रेट चाहिँ यस्तो हो क्या, अब 9 महिना पेटमा राखेर यो संसारमा लिएर आउने आमा र यो संसारमा आइसके पछाडि चाहिँ यो संसार यस्तो छ भनेर काँधमा राखेर यो संसार हेराउने बाउ आमाको लागि चाहिँ मैले केही पनि गर्न सकिनँ। यो चाहिँ ठुलो पीडा, सबैभन्दा ठुलो पीडा र जिन्दगीभर यो चाहिँ मलाई रिग्रेट रहि नै रहन्छ क्या। किनभने मैले बाउ आमाको सेवा गर्ने मौकै पाइनँ क्या, त्यो अवसरै पाइनँ। म कति अभागी रहेछु भन्ने कुरा मलाई आज आएर रियलाइज हुन्छ, आज आएर फिल हुन्छ क्या। एडिक्सनले गर्दा आमा बाउलाई, परिवारलाई समय दिन पनि पाइएन, केही नै गर्न पाइएन क्या। त्यो बाउ जसले चाहिँ म आइसकेपछि मात्र भात खान्थ्यो क्या, त्यो आमा म आइसकेपछि मात्र खाना खानुहुन्थ्यो क्या। त्योभन्दा अगाडि खानु हुँदैन थियो। म चाहे जति नै बजे आउँ, 12 बजे आउँ, 1 बजे आउँ, उहाँहरूले खानु हुँदैन थियो। म आइसकेपछि मात्र खानुहुन्थ्यो क्या खाना। त्यो निस्वार्थ भावले माया गर्ने बाबुआमालाई मैले केही नै गर्न सकिनँ, केही दिन पनि सकिनँ क्या। जस्तै एउटा होपलेस मान्छे छ, सुसाइड गर्ने स्टेजमा पुगेको छ, अनि त्यो एउटा होपलेस मान्छेलाई चाहिँ तपाईँले कसरी चाहिँ होप दिनुहुन्छ कि एउटा दुर्व्यसनमा लागेर अब छोडिसकेको, अब यो मेरो चाहिँ लाइफ रुइन भइसकेको छ, अब म मर्नुदेखि बाहेक अन्य केही अप्सन पनि छैन, म सुध्रिनु पनि सक्दिनँ भन्ने मान्छेलाई होप दिनु पऱ्यो भने तपाईँले कसरी चाहिँ होप दिन सक्नुहुन्छ त? दुर्व्यसनको कारणले गर्दाखेरि नै अब यदि ऊ होपलेस भइरहेको छ भने चाहिँ म चाहिँ उसलाई के भन्छु भने कुनै पनि चिज लाइफमा त्यो फिल्मी स्टाइलमा हुँदैन क्या। तर हामी जङ्की, हामी दुर्व्यसनीको चाहिँ फ्यान्टासाइजिङ अथवा त्यो इमेजिनेसन कस्तो हुन्छ भने ढक 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 होस् क्या, त्यो फिल्मी स्टाइलको हुन्छ नि। आज छोडेँ, भोलि 2-4 करोडको काम भइहालोस्, पर्सि लाखौँको घर, लाखौँको कार, टक्क राम्रो बुढी होइन, टक्क 70-80 लाखको गाडी, त्यो टाइपको मेन्टालिटी हुन्छ होइन। अहिले आउँछ
पाइहाल्छु रमाइलो भइहाल्छ त्यो हुन्छ। त्यो मेन्टालिटी चाहिँ सर्टकट मेन्टालिटी चाहिँ हटाउनुपर्छ क्या। सबैभन्दा मेन कुरा मान्छे कहाँ गएर होपलेस हुन्छ भन्दाखेरि अहिले रोपे भोलि नै फलिहाल्नुपर्छ भन्ने मेन्टालिटी हुन्छ क्या। त्यो हुँदैन क्या रियल लाइफमा त त्यो हुँदैन नि त। रियल लाइफमा हाम्रै प्र्याक्टिकल लाइफमा पनि अहिले पनि कुनै पनि चाहिँ ढक 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 भए त भएको छैन नि त। प्रत्येक चिजको लागि हामीले सङ्घर्ष गर्नु परेको छ। सङ्घर्ष बिना त यहाँ केही नै हुँदैन हो। त्यो कुराहरू चाहिँ त्यो होपलेस भएको मान्छेलाई बुझाउन सक्नुपर्छ। मलाई लाग्छ जहाँसम्म मैले यति कुरा बोलिसक्दा ऊ रेडी पनि हुन्छ क्या। म चाहिँ अब चेन्ज हुन्छ परिवर्तन हुन्छ म छोड्छु भन्ने मान्छेहरू पनि छ क्या। हुन्छ त्यो ठिक कुरा भन्नुभयो। अहिले रिकभरी भएको 22 वर्ष पुग्दै गर्दाखेरि तपाईँको जिन्दगीको उद्देश्य चाहिँ के चाहिँ परिवर्तन भयो? अनि अहिलेको पहिलाको जे जीवनको उद्देश्य थियो, तपाईँ एडिक्ट हुँदा बेग्लै कुरो भइहाल्यो, जिन्दगीभरि नै माल खानु नै हुन्छ उद्देश्य त धेरैजनाको होइन। तर परिवर्तन भइसके पछाडि अहिले चाहिँ तपाईँको जिन्दगीको उद्देश्य के छ? अहिलेको मेरो जिन्दगीको उद्देश्य चाहिँ के हो भन्दाखेरि एउटा ड्रग एडिक्टले जुन किसिमको यातना भोग्छ नि, जुन यातनाको कारणले कतिपय अवस्थामा उसले चाहेर पनि छोड्न सक्दैन क्या। त्यो यातनाबाट चाहिँ मुक्त गराउने उद्देश्य हो मेरो। सबै किसिमको सबै किसिमको स्पेसली चाहिँ यातना हो क्या। किन भन्दाखेरि एउटा ड्रग एडिक्टले जब ड्रग्स सेवन गर्छ विभिन्न कारणले गर्छ उसले, त्यो कारण त आफ्नो ठाउँमा चल्छ। तर त्यो गरिसके पछाडिको जुन यातना उसले जुन भोग्छ नि त्यो बहुत खतरनाक हुन्छ क्या। समाजको भोगै गाह्रो हुन्छ। धेरैवटा कुराको हुन्छ क्या। धेरैवटा कुरामा ड्रग एडिक्ट यति ह्युमिलेट हुनुपर्छ कि कतिपय अवस्थामा त्यो ह्युमिलेट धेर भएकै कारणले गर्दाखेरि पनि मान्छे मर्छ। ह्युमिलिएसन अनि तपाईँको फ्यामिली ट्रमा, एन्जाइटी, डिप्रेसन त हुने नै भइहाल्यो। त्योदेखि बाहेक पनि समाजले पनि उसलाई तिरस्कारै गरेर राख्छ। तिरस्कारै गर्छ। आज एउटा रिकभरी छ जो चाहिँ स्टिल रिकभरीमा हिँडिरहेछ र उसले के गर्छु भन्यो भने आज पनि यो समाजले होइन, सबै भन्दिनँ म, सबैजना भन्दिनँ, 2-4जना यस्तो मान्छे हुन्छ हेरौँ न यसले कतिन्जेलसम्म गर्छ, के चाहिँ नाप्छ र के चाहिँ गर्छ र। कुकुरको पुच्छर न हो, 12 वर्ष ढुङ्ग्रोमा राख्यो भने कहाँ सिधा हुन्छ, यसको नाटक हो, चटक हो भन्ने मान्छेहरू पनि छ क्या। तर त्यही ठाउँमा फेरि होइन यसलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्छेहरू पनि छ। तर त्यो चाहिँ न्यून छ क्या, धेरै कम छ। रिकभरीलाई एक शब्दमा केही भन्न सक्नुहुन्छ भने के भन्नुहुन्छ? रिकभरीलाई म एकै शब्दमा चाहिँ के भन्छु भनेदेखि चेन्ज नै हो क्या। यो नयाँ जीवन नै हो। किनभने यो चाहिँ हाम्रो पुनर्जन्म हो क्या। यो हाम्रो यो जुन पोडकास्ट छ धेरैजनाले हेर्छन् होला सायद, जहाँसम्म मलाई लाग्छ। यी हेर्दै गर्ने एउटा युथलाई सबैजना त खुलेर म सेवनकर्ता हुँ भनेर भन्दैन। कोही न कोही लुकेर सेवन गर्ने मान्छे पनि हुन्छ। उसले हेरिरहेको रहेछ भने त्यो मान्छेलाई के मेसेज दिन चाहनुहुन्छ? त्यो मान्छेलाई चाहिँ म के मेसेज दिन चाहन्छु भने जसले चाहिँ लुकेर छुपाएर सेवन गरिरहेको छ भने चाहिँ यो चाहिँ एउटा समस्या हो। यो समस्यासँग भाग्नु हुँदैन होइन। उपचार सम्भव छ, उपचारमा आउनुपर्छ र उपचारले काम पनि गर्छ क्या। र जीवन नसा बिनाको जीवन पनि सुन्दर छ। र लागु औषध मादक पदार्थ छोड्नु भनेको चाहिँ कायरता होइन, ऐतिहासिक जीवनको सुरुवात हो मलाई लाग्छ। जीवनको अस्तित्व बुझ्न आउनै पर्यो त्यहाँ, बुझ्न आउनै पर्यो। यो रिसेन्टली एउटा चितवनमा प्रोग्राम भएको रहेछ नि, यो के को प्रोग्राम हो? अलिकति तपाईँको प्रोफाइल हेर्दै गर्दाखेरि फोटोहरू देखेँ मैले। त्यो खासमा त्यो कार्यक्रम चाहिँ के को थियो? त्यो चाहिँ हाम्रो इभेन्ट हुन्छ। अब महिना के अरे वर्ष दिन 2 वर्षमा हुन्छ। त्यो चाहिँ वर्ल्ड वाइड नै पूर्व प्रयोगकर्ताहरू भेला हुन्छ, आफ्नो फिलिङ्सहरू सेयरहरू गर्छ, आदान प्रदान गर्छ आफ्नो लाइफको बारेमा। मैले चाहिँ कसरी आफ्नो रिकभरी इम्प्रुभमेन्ट गर्दैछु, मेरो लाइफमा कस्तो खालको दुर्घटना भयो, के भयो होइन। खाँदाखेरिको त छँदैछ, नखाँदाखेरिको पनि हुन्छ क्या होइन। अनि त्यो खालको कुराहरू सेयर गर्ने। अनि एउटा इङ्ग्लिसमा एउटा उनी छ नि त, देयर इज अ विल देयर इज अ वे। जहाँ इच्छा छ त्यहाँ उपाय पनि छ हो। हाम्रो इच्छा छ त्यो समस्यालाई हटाउने, त्यहाँ चाहिँ छ उपाय क्या। फेरि त्यो उपायको खोजीमा हामी जान्छौँ क्या। भनेको तपाईँहरू जस्तै अन्य व्यक्तिहरू पनि त्यहाँ भेला भएर के प्रोग्रामै हुन्छ भन्नाले उद्देश्यहरू राखिन्छ होला। अब त्यहाँ आफ्नो स्पोन्सर पनि भेटिन्छ, स्पोन्सर बनाउनेहरू पनि हुन्छ
अनि एउटा अलिकति इरिलिभेन्ट है, यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू छन्, नेपाल प्रहरी छ है, यहाँनिर कन्ट्रोल गर्नलाई बसेको, अनि यो विभिन्न सहकारी संस्थाहरू छन् है, यिनीहरूको कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी हुन्छ संस्थागत व्यक्तिहरूको होइन, सिआरएस भनिन्छ। प्रहरीले पनि लागु औषध सम्बन्धी शिक्षा दिए अलिअलि कता कता, मैले स्कुल पढ्दाखेरि अलिकति आएको, प्रहरीले पनि गरे हो, यस्तो हुन्छ उस्तो हुन्छ भनेर भनेको। र विद्यालयहरूमा शिक्षकले पनि प्रहरीले भइहाल्यो, प्रशासनले भयो, एउटा कर्पोरेट एउटा समाजको नै अर्कै रूप त हो नि उनीहरू पनि। उनीहरूले सोसियल रेस्पोन्सिबिलिटी प्ले गर्दाखेरि शिक्षकले विद्यार्थीलाई, प्रहरीहरूले पक्राउ गरेका आफ्ना थुनमा विद्यार्थी, उनीहरूको कर्पोरेट रेस्पोन्सिबिलिटी, सिआरएस गर्ने एजेन्सी, अन्तर्राष्ट्रिय जुन कन्ट्रोल गर्नको लागि जुन मेकानिजमहरू छन्, यी मेकानिजमहरूले चाहिँ कस्तो खाले रोल एउटा प्ले गर्दै चाहिँ खासमा विद्यालय नै भन्न चाहन्छु कि म फोकस गरेर चाहिँ। म चाहिँ यसमा चाहिँ के भन्छु भने नि, नेपाल सरकारलाई पनि स्पेसली यो लागु औषध सम्बन्धी र यो एचआइभी सम्बन्धी चाहिँ नि जसले भोगेको छ यो कुरालाई त्यही मान्छे चाहिँ राखिदिनुपर्छ क्या त्यहाँ। किन भन्दाखेरि एउटा नर्मल मान्छे, एउटा नर्मल टिचरले अरेको कुरा गर्छ, यस्तो हुन्छ अरे, एचआइभी एड्स हुन्छ अरे, भएको छ है भन्छ। तर एउटा भएको मान्छेले त्यो भन्दैन क्या, यो हुन्छ नि, यो यसरी सर्छ, यो यसरी ट्रान्समिसन हुन्छ, यसको पनि ट्रिटमेन्ट छ, यसको ट्रिटमेन्ट यहाँ हुन्छ, यसरी गरिन्छ, त्यो सम्पूर्ण जानकारी प्राप्त हुन्छ क्या त्यो मान्छेलाई। जस्तो लागु औषधकै यसमा पनि एउटा प्रयोगकर्तालाई कुनै स्कुलमा अवेरनेसको लागि पठाइयो भने उसले बाहिरी कुरा गर्दैन क्या, उसले आफ्नै एक्सपिरियन्स सेयर गर्छ त्यहाँ, आफ्नै उहरू भन्छ भोगाइहरू, त्यो चाहिँ इफेक्टिभ हुन्छ क्या त्यहाँ चाहिँ रियालिटी देखिन्छ। त्यहाँ चाहिँ एउटा अगाडि बस्ने मान्छेले बुझ्छ वास्तवमै गर्नु नहुने कुरा रहेछ, वास्तवमै यो चाहिँ हुँदैन रहेछ, वास्तवमै यसलाई चाहिँ लुकाउनु हुँदैन रहेछ, यसको पनि उपचार रहेछ, पठाउनु पर्ने रहेछ उपचारमा, उपचार चाहिँ यहाँ हुँदो रहेछ। जस्तो अब अधिकांश मान्छेको भनाइ चाहिँ के छ भने रिहेबिलिटेसन सेन्टरमा राखिसके पछाडि कुटपिट गर्छ, खाना राम्रो दिँदैन भन्छ होइन। कुटपिट कुन अवस्थामा गरिन्छ होइन, खाना राम्रो दिन्छ दिँदैन भन्ने कुरा त्यहाँ जो प्रोपरली बसेर आएको हुन्छ उसलाई मात्र थाहा हुन्छ क्या। पानी हेरेर मात्र गएर नाप्न सकिँदैन नि त। त्यो जसले भोगेको हुन्छ उसलाई मात्र थाहा हुन्छ क्या। त्यो स्कुलमा पनि एटलिस्ट टिचरको रूपमा एकजना यदि हालिदियो भने नि मलाई लाग्छ यो केही गर्नै पर्दैन क्या राज्यले, यो आफै कन्ट्रोल हुन्छ। सिआरएस गर्दाखेरि पनि यस्तै अवेरनेस प्रोग्रामहरू होइन, अनि रिहेबिलिटेसनलाई चाहिँ सहयोग होइन, कतिपय त रिहेबिलिटेसनमा बेलुका के खाना दिने हो भन्ने कुराहरू पनि डिस्कस भएको हुँदैन। अनि अब हामी यो कार्यक्रमको अन्तिमै छेडमा छौँ होइन दाइ, धेरै लामो पनि भइसक्यो। अनि आफ्ना आमा बुवालाई चाहिँ र यो भोग्ने प्यारेन्ट्सहरूलाई केही सुझाव दिन चाहनुहुन्छ नि तपाईँले? परिवारलाई चाहिँ म के भन्न चाहन्छु भनेदेखि यदि घरमा कोही आफ्नो घरमा अथवा घरदेखि बाहिर टोल छर छिमेको कोही लागु औषध अथवा मादक पदार्थ सेवन गर्दा छ जसले चाहिँ आफ्नो लाइफ तहस नहस बनाइरहेको छ भने होइन, त्यस्तो मान्छेलाई अथवा त्यस्तो मान्छेको फ्यामिलीलाई होइन सल्लाह सुझाव दिनुहोस्। उपचारले काम गर्छ, ट्रिटमेन्ट छ, ठाउँमा लिएर आउनुहोस् होइन। र अनि अर्को कुरा उपचार पछि पनि म चाहिँ के भन्छु भने यदि उपचार पछि त्यो मान्छेलाई फ्यामिलीले सहयोग गरेन भने त्यो मान्छे क्लिन बस्नु सक्दैन। त्यो मैले अघि नै भनिसकेको छु। किन भन्दाखेरि फ्यामिलीको सहयोग र सपोर्ट बिना चाहिँ त्यो मान्छेले त्यो व्यक्तिले त्यो पर्सनले केही गर्नै सक्दैन क्या, उसलाई केही गर्ने आँटै आउँदैन। अनि फ्यामिलीको धेरै ठुलो रोल हुन्छ। फ्यामिलीले उसलाई यस्तो किसिमको इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्ने हुन्छ कि रिहाबबाट बाहिर आइसके पछाडि कुनै पनि किसिमको प्रेसराइज गर्नु हुँदैन क्या। तर हाम्रो समाजले, हाम्रो घर परिवारले, फ्यामिलीले चाहिँ तँ सुधेर आइस्, अब तैँले काम गर्नुपर्छ पहिला, तँ रिहेबिलिटेसन सेन्टर फलोअप जानु हुँदैन, तँ मिटिङ जानु हुँदैन, तैँले त्यो खाने साथीभाइ भेट्नु हुँदैन भनिदिन्छ। अब त्यो खाने साथीभाइ हिजो पो खान्थ्यो त, आज त खाएको छैन नि त। आज त ऊ रिहाब बसेर पुनर्स्थापनाको प्रयासमा छ, कोसिसमा छ
भने एकले अर्कोलाई सहयोग गर्ने हो नि त त्यहाँ त। डाउन भएको फेजमा यदि कोही मान्छेले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने तपाईँको संस्थाको नाम, ठेगाना र विवरण, के काम गर्नुहुन्छ र कुन ठाउँको मान्छेलाई लागु हुन्छ कि देशैभरि पनि सेवा दिन सक्नुहुन्छ तपाईँले? त्यो चाहिँ अब तपाईँले इलाबोरेट देशैभरि भन्दा पनि अब अहिले चाहिँ विराटनगर मात्र छ। विराटनगर सिंहन्ताल अगाडिपट्टि छ छेउमा। अब यो देशैभरि चाहिँ अलिकति सम्भव नहोला, तर देशभरिबाटै यदि फोन आउँछ, कल आउँछ, हाम्रो मान्छे राखिदिनुहुन्छ भन्नुहुन्छ भनेदेखि हामी राखिदिन्छौँ। फेरि संस्थाको नाम स्पर्श नेपाल मोरङ, विराटनगर 7, हस्पिटल चोक। सम्पर्क नम्बर 9709169621 मा सम्पर्क गरेर चाहिँ कोही यदि एडिक्ट हुनुहुन्छ, आफूले आफैलाई सुधार गर्न चाहनुहुन्छ भने यो नम्बरमा सम्पर्क गरेर दाइसँग सल्लाह सुझाव लिन चाहनुहुन्छ। अनि लो फेजमा कोही छ, कसैलाई चाहिँ मेन्टल भनेको साइकोलोजिकल समस्या छ, ऊ पनि अब लोएस्ट फेजमा छ भने उसलाई सुधार गर्नको लागि पनि सल्लाह सुझाव दिन दाइ प्रतिबद्ध नै हुनुहुन्छ। अनि भिडियोको अन्त्यमा जाँदै गर्दाखेरि दाइ तपाईँको आफ्नो आमा बुवालाई सम्झेर केही मेसेज, जस्तो आमा बुवालाई चाहिँ छोड्न चाहनुहुन्छ भने आफ्नै आमा बुवालाई? खै म चाहिँ त कस्तो, मलाई अलिकति भन्ने गाह्रो भयो कि अब अलिकति कस्तो भने त्यो मैले गर्नै पाइनँ क्या। आमा बुवा भन्दाखेरि अब भावुकै भइहालिन्छ। भावुकै भइहालिन्छ। म यो चाहिँ मेरो दिमागमा आउँदाखेरि म अटोमेटिक एक्लै बस्दा नि म भावुक हुन्छु क्या। किन भन्दाखेरि मैले त गर्नै सकिनँ क्या मेरो बाबुआमाको लागि, जुन मैले गर्नु पर्थ्यो क्या, जुन म गर्थेँ नि त्यो मैले गर्नै पाइनँ, गर्नै सकिनँ। त्यो चाहिँ मलाई रिग्रेट छ, रहिरहन्छ। तर पनि होइन, मसँग कुनै किसिमको गल्ती भयो र भएको छ होइन, त्यसको लागि चाहिँ म अन्तरात्मादेखि माफी नै माग्छु क्या। फेरि क्षमा प्रार्थी नै छु आमा बुवाप्रति भन्दै आजको कार्यक्रम हामी यही अन्त्य गर्दैछौँ। नाइस टु मिट यु। दाइसँग बोलेर एकदम धेरै खुसी लाग्यो। मैले पनि धेरै नयाँ कुरा सिक्न पाएँ दाइबाट होइन। अनि यहाँ आएर हाम्रो सोमा चाहिँ अनियर भएर धेरै कुरा राख्दै गर्दाखेरि अब नयाँ कुरा धेरै सिकेँ मैले पनि, दाइले पनि केही सिक्नुभयो होला भन्दै। र कार्यक्रमको अन्त्यसँगै हाम्रो सोको स्पोन्सर हुनुहुन्छ द क्लाउड क्याफे विराटनगर। क्लाउड क्याफे विराटनगरको तर्फबाट हामीलाई एउटा गिफ्ट भाउचर प्रदान भएको छ, जुन चाहिँ म हाम्रो आदरणीय दाइलाई हस्तान्तरण गर्दैछु। यहाँ चाहिँ तपाईँले गएर खानेकुरा, कफी, चिया खान सक्नुहुन्छ र यो भाउचर लिएर चाहिँ तपाईँले यो भाउचरमा प्राप्त हुने गिफ्ट ह्याम्पर र 2 कप कफी चाहिँ तपाईँले यहाँबाट रिडिम गर्न सक्नुहुन्छ भन्दै यो दिएर दाइलाई कार्यक्रमबाट बिदा हुन चाहन्छु।